मिलाएर बोल्नु भनेर एक त मिलेर आउँछ कार्यपालिका बडा त सबै अब पुरुष गरेर महिला पेसेन्ट आँट गरेन हजुर यो आइफोन पनि भाग्यमानी हो राम्रो मान्छे फोटो खिच्नु भयो बल्लै र जति पनि माथि बस्नुभएका आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ कृपया उहाँहरूलाई अलिकति अगाडि र केन्द्रबिन्दुमा आएर बसिदिनु हुन पनि अनुरोध गर्दछु। हामी औपचारिक रूपमा कार्यक्रमलाई अगाडि बढाउने क्रममा छौँ। यहाँहरू सम्पूर्णलाई पुनः एकपटक हार्दिक स्वागत गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अर्थात् नेपालको संविधानमा पनि उल्लेख गरिएको छ कक्षा 8 सम्मको शिक्षा अनिवार्य पनि हुनुपर्छ र निःशुल्क पनि हुनुपर्छ। सोही कानुनलाई मध्यनजर गर्दै बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा रत्नगर नगरपालिकामा यो कार्यक्रम कार्यान्वयनमा रहेको छ र यहाँहरूलाई जानकारी गराउनु पर्दा हामीले क्रमशः विभिन्न ओडाहरूमा औपचारिक कार्यक्रम मार्फत ओडाहरू घोषणा गर्ने क्रमलाई अगाडि बढाइ नै रहेका छौँ। आजको मितिसम्म हामीले 8 वटा ओडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको ओडा भनेर घोषणा गरिसकेका छौँ र अब बाँकी रहेको 8 वटा ओडालाई पनि आज नगर घोषणा र ओडा घोषणा यो दुवै कार्यक्रमलाई संयुक्त रूपमा हामीले अगाडि बढाउन गइरहेका छौँ। हामी सबैभन्दा पहिला बाँकी रहेका 8 वटा ओडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको ओडा भनेर घोषणा गर्छौँ र तत्पश्चात मात्रै नगर घोषणाको क्रमलाई पनि अगाडि बढाउनेछौँ भन्ने विषय यहाँहरूलाई जानकारी गराउँदै हाम्रो यस कार्यक्रम विशेषतः अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम 4 वर्ष उमेर समूहदेखिबाट 13 वर्ष उमेर समूहका बालबालिकाहरू विद्यालय बाहिर रहन हुँदैन भन्ने मान्यता यस कार्यक्रमको छ जुन नेपालको संविधानमा पनि लेखिएको नै छ र हामीले यस कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा विभिन्न सर्वेक्षणहरू गरिरहँदा टोलमा पुगेर घरमा पुगेर सर्वेक्षण गरिरहँदा यदि कुनै बालबालिका विद्यालय बाहिर रहेको पाइएमा उहाँहरूको 1 वर्षभरि लाग्ने विभिन्न सामग्रीहरू शुल्कहरू बेहोरेर नजिकैको विद्यालयमा भर्ना पनि गराएका छौँ र अन्ततः जति पनि बालबालिका बाहिर देखिएका छन् सम्पूर्ण बालबालिकालाई नजिकैको सामुदायिक विद्यालयमा भर्ना गराएर मात्रै ओडा घोषणाको कार्यक्रम अगाडि बढेको विषय पनि यहाँहरूलाई जानकारी गराउँदै अब भने हामी यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेका छौँ। यस अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन रत्नगर नगरपालिकाका अभिभावक आदरणीय नगर प्रमुख प्रहलाद सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी आतिथ्यता ग्रहण गरिदिनु हुनका लागि बागमती प्रदेश सांसद माननीय कृष्ण प्रसाद खनालज्यूलाई पनि प्रमुख आतिथ्यताको लागि आसन ग्रहण गर्न चाहन्छु। बागमती प्रदेश सांसद पूर्व मन्त्री माननीय कृष्ण प्रसाद खनालज्यू। त्यसैगरी आसन ग्रहणकै क्रमलाई अगाडि बढाइरहँदा नगर उपप्रमुख आदरणीय यादव प्रसाद पाठकज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस नगरपालिकाका निवर्तक उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रमलाई अगाडि बढाइरहँदा वडा नम्बर 1 का वडा अध्यक्ष राजेन्द्र प्रसाद विमलेज्यू कृपया मञ्चमा आसन ग्रहण गरिदिनु होला। विद्यार्थी संघ संगठनका प्रमुख एवं प्रतिनिधिज्यूहरूलाई मैले एकमुष्ट रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। Right.
पोटबहादुर घिमिरेज्यू उपस्थित हुनुभएको छ। उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नारायण प्रसाद वाग्लेज्यू। अनिवार्य तथा निःशुल्क शिक्षा विशिष्ट महानुभावहरू, सबै वडा अध्यक्षज्यूहरू, हाम्रो आमन्त्रणलाई स्वीकार गरेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, प्रधानाध्यापकज्यूहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, शिक्षक मित्रहरू, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, राजनैतिक पार्टीका आदरणीय प्रमुखज्यूहरू लगायत पत्रकार बन्धुहरू, विद्यार्थी साथीहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा म नारायण प्रसाद वाग्ले रत्ननगर शिक्षा शाखाको प्रमुखको तर्फबाट हार्दिक नमस्कार। साथसाथै सम्पूर्ण महानुभावहरूलाई नगरपालिकाको तर्फबाट हार्दिक स्वागत। हामी शैक्षिक क्षेत्रका सम्पूर्ण गतिविधिलाई मार्गदर्शन गर्ने नेपालको संविधान 2072 को मौलिक हक अन्तर्गत रहेको शैक्षिक हकको सन्दर्भमा शैक्षिक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ। त्यही संविधानले प्रत्याभूत गरेको शैक्षिक हकलाई, शिक्षा सम्बन्धी हकलाई प्रत्याभूत गर्ने सन्दर्भमा संविधानमा रहेको हरेक नागरिकले आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्ने हक हुनेछ भनेर सुनिश्चित गरेको छ र सँगसँगै आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ भनेर संविधानमा सुनिश्चित भएको छ। त्यही संविधानले गरेको मार्गदर्शन अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 निर्माण भएर अनिवार्य तथा निःशुल्क शिक्षा सञ्चालन र त्यसको कार्यान्वयनलाई व्यवस्थित गर्ने मार्गदर्शन प्रदान गरेको छ। सँगसँगै नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्नको लागि कार्ययोजना 2081 समेत निर्माण गरेको छ। त्यही अभियानमा प्रदेश सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा सम्पूर्ण स्थानीय सरकारहरूले घोषणा गर्दै त्यसको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भनेर प्रोत्साहन स्वरूप कार्यक्रमहरूलाई अगाडि बढाइरहेको सन्दर्भ छ। हामी आज त्यही सन्दर्भमा यहाँ उपस्थित भइसकेका छौँ। अघिल्लो आवमा 80-81 मा बागमती प्रदेश अन्तर्गतका 29 वटा पालिकाहरूले आफ्ना पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको पालिका घोषणा गरेर आफ्नो नागरिकहरूको लागि आधारभूत तहसम्मको जुन शैक्षिक अधिकार हक छ त्यो हकलाई सुनिश्चित गर्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् र यो वर्ष 32 वटा पालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भ छ र कतिपय पालिकाले योभन्दा अगाडि नै घोषणा गरिसकेका छन् भने केही पालिकाहरू घोषणाको क्रममा छन् र आज हामी यो सन्दर्भमा यहाँ उपस्थित भएका छौँ र अनिवार्य तथा निःशुल्क शिक्षा यो घोषणा किन गर्न पर्यो भन्ने सन्दर्भमा अलिकति ऐनमा भएको व्यवस्थालाई म यहाँहरू समक्ष राख्न चाहन्छु। ऐनको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 को दफा 19 मा एउटा प्रावधान राखिएको छ। सम्वत 2085 साल वैशाख 1 गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी सेवा सुविधा प्राप्त गर्न योग्य मानिने छैन भनेर यो ऐनमा व्यवस्था गरिएको छ र 85 साल वैशाख 1 आउन बाँकी नै छ र सरकारले प्रतिबद्धता जाहेर गरेको छ 85 साल वैशाख 1 भन्दा अगाडि देशका सबै पालिकाहरूमा स्थानीय सरकारले यो अनिवार्य तथा निःशुल्क शिक्षा आधारभूत शिक्षा कार्यान्वयन भएको घोषणा गर्नेछन्
र सबै नागरिकले आधारभूत तहको शिक्षा प्राप्त गर्नुहुनेछ भनेर र त्यो प्रावधानको कम्पलसरी बनाउने सन्दर्भमा हामी अगाडि बढिरहेको सन्दर्भ छ। अब हामीले यो सन्दर्भमा के गर्यौं त भन्ने कुरा अलिकति म यहाँहरु समक्ष राख्न चाहन्छु। यो कार्यक्रमको सन्दर्भमा के गर्ने भन्ने छलफल भइसकेपछि नगर शिक्षा समितिले यो कार्यक्रम सञ्चालन गर्नको लागि हामीले चाहिँ नि कार्यक्रमहरू अगाडि बढाउने भनेर निर्णय गरेको छ। त्यो निर्णयको आधारमा हामी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयमा हामीले यो कार्यक्रम सञ्चालन गर्छौं भनेर प्रस्ताव पनि पेश गरेका छौं। त्यो प्रस्ताव नगर शिक्षा समितिबाट स्वीकृत पनि भएको हो। सोही अनुसार हामीले शिक्षा निर्देशनालयसँग सम्झौता गरेर यो कार्यक्रमको लागि प्रोत्साहन स्वरूप केही अनुदान समेत प्राप्त गरेर यो कार्यक्रमलाई हामीले अगाडि बढाइरहेका छौं र यसको मुख्य काम गर्दाखेरिको मुख्य महत्त्वपूर्ण काम भनेको हाउसहोल्ड सर्वे। हाम्रो नगरपालिकामा रहेका हाम्रा बासिन्दाहरूको घर संख्या परिवार संख्यालाई आधार बनाएर हामीले हाउसहोल्ड सर्वे गर्यौं। त्यसमा वडा समिति र वडा समिति अन्तर्गत रहेका टोल विकास संस्थालाई हामीले प्रत्यक्ष रूपमा संलग्न गरायौं। त्यसमा चाहिँ सिकाइ केन्द्रले थप सहजीकरणको भूमिका निर्वाह गर्नुभयो र हामीले त्यो सर्वे गरिसकेपछि प्रत्येक वडाबाट हाम्रो वडामा 4 देखि 13 वर्षसम्मको उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् भनेर उहाँहरूले घोषणा गरिसकेपछि निर्णय गरेर त्यसको चाहिँ सुनिश्चित गरिसकेपछि अनि हामी हरेक वडामा त्यो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गरेर अगाडि बढिरहेको सन्दर्भ हो र हामीले 8 वटा वडालाई चाहिँ घोषणा गरिसक्यौं र आज 8 वटा वडासँगै नगर पनि घोषणा गर्ने क्रममा छौं र हामीले सर्वे गर्ने क्रममा सबै वडामा गरेर 22,688 परिवारको सर्वेक्षण गर्यौं, जसबाट हाम्रो सर्वेक्षणबाट 2 जना विद्यार्थी त्यो उमेरका बालबालिका विद्यालय नगइरहेको अवस्थामा हामीले पायौं। त्यो चाहिँ एउटा वडा नम्बर 7 मा त्यहाँ चाहिँ एउटा बालिका र वडा नम्बर 8 मा एउटा बालक आउट अफ स्कुल भेटिएको हुनाले उहाँहरूलाई हामीले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री ड्रेस लगायत झोला लगायतको सबै सामग्रीहरू उपलब्ध गराएर विद्यालयमा त्यही वडा घोषणाको दिन भर्ना गरेर उहाँहरूलाई निरन्तर रूपमा स्कुल पठाउने प्रयास गरेका छौं र उहाँको खास चाहना के छ त्यो चाहनालाई समेत सम्बोधन गर्ने गरी वडाध्यक्षज्यूहरू मेयर साहबले समेत हामी आवश्यकता अनुसारको उहाँहरूलाई सपोर्ट गर्छौं र निरन्तरता दिन्छौं भनेर प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ र आज हामी यस सन्दर्भमा यहाँ उपस्थित भएका छौं। हामीले सर्वेक्षण गर्यौं, त्यसपछि आउट अफ स्कुल चिल्ड्रेन हाम्रो छैन बाहिर भनेर घोषणा भइसकेपछि यो नगरपालिका हाम्रोमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन भएको छ भनेर भनेका छौं र अब हामीले त्यो उमेर समूहको सबै बालबालिकाहरू विद्यालयभित्र प्रवेश गरिसकेपछि उहाँहरूलाई निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भनेर अहिलेको कार्यक्रम तथा बजेटमा समेत अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि भनेर बजेट विनियोजन भएको छ र आवश्यकता अनुसार आगामी दिनमा थप रिसोर्सहरूको खोजेर यो सबैको सहकार्यमा अगाडि बढ्ने कार्यक्रम रहेको हुनाले यहाँहरू सबैको सहयोग र सहकार्यको हामीले अपेक्षा गरेका छौं र सँगसँगै आज हामी यो अनिवार्य तथा निःशुल्क शिक्षा आधारभूत तहको भनेर घोषणा गर्दै गर्दा संविधानमा उल्लेख गरेको माध्यमिक तहसम्मको शिक्षा नागरिकले निःशुल्क पाउनुपर्छ भन्ने एउटा प्रावधान छ। त्यो प्रावधानलाई पनि कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रा अगाडि धेरै चुनौतीहरू खडा भइरहेको सन्दर्भ छ। एउटा त आधारभूत तहको शिक्षालाई सुनिश्चित गर्नु छ, त्यसपछि माध्यमिक तहसम्मको यो विषय भनेको एउटै स्थानीय सरकारले मात्रै होइन, प्रदेश सरकार, संघीय सरकार र आम नागरिकहरूको सहयोगमा मात्रै यो सुनिश्चित हुन सक्ने विषय हो। त्यसकारण सबैको सहयोगको अपेक्षा सहित आगामी दिनमा आउट अफ स्कुल चिल्ड्रेन आफ्नो छर छिमेक टोल अथवा कहीँ कतै
त्यस्तो भयो त्यो उमेरको 4 देखि 13 वर्ष उमेरको बालबालिका विद्यालय नगइरहेको अवस्थामा यहाँहरूले देख्नुभयो, कहीँ भेटाउनुभयो भने त्यसलाई नजिकको आफ्नो वडामा अथवा नगरपालिकामा सूचना दिएर उसलाई विद्यालय पठाउने काममा यहाँहरू सबैको सहयोगको अपेक्षा गरिएको छ। र सँगसँगै हामीले 85 सालपछि वैशाखपछि जुन आधारभूत शिक्षा प्राप्त नगरेको नागरिकले सेवा सुविधा पाउँदैन भन्ने प्रावधान छ, त्यो प्रावधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा खुला तथा अनौपचारिक शिक्षाको माध्यमबाट 8 कक्षासम्मको अथवा आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न हामीले अनौपचारिक तथा खुला विद्यालयको स्थापना गर्ने कार्यक्रम पनि अगाडि बढाइरहेका छौँ। त्यो मार्फत उहाँहरू कामकाजी व्यक्तिहरूलाई समेत अवसर दिएर सामग्रीहरू वितरण गरेर अनि सहजीकरणको अवसरहरू प्रदान गरेर त्यो तहको शिक्षा प्राप्त गर्ने अवसर पनि सुनिश्चित गर्ने सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ। यति कुरा यहाँहरूलाई अवगत गराउँदै पुनः यहाँहरूको यो उपस्थितिलाई हार्दिक स्वागत गर्दै यो अनिवार्य तथा निःशुल्क शिक्षाको अभियानमा हामी सबैको एक साथ रहनेछ भन्ने आशाका साथ मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। अनुरोध छ यस विषय गइरहेका छौँ। अबका क्रममा हामी केही शुभकामना मन्तव्यहरूलाई अहिलेको क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम जुन आज घोषणाका लागि तसर्थ सम्पूर्ण विद्यालयको प्रतिनिधित्व गर्दै जनजागृति माध्यमिक विद्यालयका नरेन्द्र कुमार श्रेष्ठज्यूलाई नगर शिक्षा अधिकारीज्यू, त्यसै गरी विभिन्न वडाका वडाध्यक्षज्यूहरू, सुरक्षा निकायका प्रमुखज्यू, उपस्थित विद्यालय व्यवस्थापन समितिका विभिन्न विद्यालय व्यवस्थापनका सदस्यज्यूहरू, शिक्षक अभ्यास सङ्घका अध्यक्षज्यूहरू, विभिन्न विद्यालयबाट आउनुभएका आदरणीय प्रज्यूहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, त्यसै गरी विभिन्न विद्यार्थी सङ्गठनका नगर अध्यक्ष एवं प्रतिनिधिज्यूहरू लगायत उपस्थित सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूमा मेरो हार्दिक नमस्कार। आज रत्नगर नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा कार्यक्रम हुँदैछ। यो अभियान विगत केही लामो समयदेखि यो अभियान सुरु हुँदै आएकोमा आज चाहिँ औपचारिक रूपमा घोषणा कार्यक्रम हुँदैछ। यो एउटा चाहिँ ठुलो गर्वको कुरा हो र नगरपालिकामा कुनै पनि बालबालिकाहरू शिक्षाबाट आधारभूत शिक्षाबाट वञ्चित नहुने अवस्थाको चाहिँ अब प्रत्याभूति भएको छ। त्यसमा पक्कै पनि हामी सबै सरकारवालाहरूले आफ्नो तर्फबाट सहयोग गर्ने नै छौँ। यो नगर घोषणामा मात्रै सीमित नभएर यसले चाहिँ पक्कै पनि व्यवहारिक रूपमा पनि सफलता प्राप्त गर्नेछ। त्यसको लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु र हामीहरूले पनि विद्यालयको तर्फबाट यो कार्यक्रमलाई सफल गर्न के गर्नुपर्ने हो त्यसका लागि हामी चाहिँ प्रतिबद्ध छौँ। पक्कै पनि अघि नगर शिक्षा अधिकारीज्यूले भनिसक्नु भएको छ, आगामी आर्थिक वर्षको नगरको बजेटमा यो कार्यक्रमको लागि बजेट विनियोजन भएको छ। पक्कै पनि विद्यालयहरूको सञ्चालनको लागि, विद्यालयको प्रशासनिक खर्चहरू सञ्चालनको लागि, विद्यालयको चाहिँ नियमित पठन पाठन कार्य सञ्चालनको लागि पक्कै पनि नगरबाट मिनिमम पनि त्यो सञ्चालन खर्चहरू चाहिँ बजेटमा आउनेछ र विद्यालयलाई सहयोग हुनेछ। त्यसले गर्दा यो निःशुल्क तथा अनिवार्य शिक्षा
घोषणा जुन अहिले भएको छ त्यसलाई चाहिँ कार्यान्वयन गर्न पक्कै पनि त्यसले चाहिँ थप मद्दत मिल्नेछ। नभए विद्यालयहरू विभिन्न खर्चहरू चाहिँ सञ्चालन खर्चहरू नभएको कारणले गर्दा पनि विद्यालयहरू चाहिँ अब सञ्चालनमा समस्या आउन सक्छ भविष्यमा। त्यसैले यसतर्फ नगरको विशेष गरी आदरणीय मेयर साहबको म ध्यान आकर्षित गर्न चाहन्छु। यति भन्दै अन्त्यमा यो अनिवार्य तथा निःशुल्क नगर जुन घोषणा कार्यक्रम छ यसले चाहिँ पक्कै पनि व्यावहारिक रूपमा सफलता प्राप्त गर्नेछ। यसका लागि हामी सबैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौँ र यो कार्यक्रमको सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हस्त धन्यवाद भन्ने हामीले अपेक्षा लिएका छौँ। विशेष गरी अनिवार्य शिक्षामा हामीले प्रत्येक वडाका टोलमा हामीले सर्वेक्षण गरेर कहीँ कतै विद्यालयभन्दा बाहिर कोही बालबालिकाहरू छन् भनेर हामीले खोजी गर्दा लगभग झिनो मात्रामा 0.5% मात्रै 1-2 भेटेकोमा त्यसलाई पनि हामीले विद्यालयमा लगेर भर्ना गरिसकेपछि अनिवार्य शिक्षाको हामीले सम्पूर्ण काम पुरा गरिसकेका छौँ भने निःशुल्क शिक्षाको रूपमा चाहिँ हामीले अब के कसो गर्दा कहीँ कतै विद्यालयहरूले अतिरिक्त क्रियाकलापको सन्दर्भमा केही पैसा लिएको पाइएको हुनाले त्यो अतिरिक्त क्रियाकलापका खर्चहरू पनि स्थानीय पालिकाबाट र वडा कार्यालयबाट त्यसलाई व्यवस्थापन गरेर हामी अनिवार्य र निःशुल्क शिक्षामा जाँदैछौँ। त्यो कारणले गर्दा प्रत्येक वडाका वडाध्यक्षज्यूहरू सरकारवाला निकायहरूले हामीले यो कार्यक्रम सफल पार्नको लागि सबैले आफ्नो तह र तबकाबाट एकदमै आफ्नो महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने नगरपालिकाले अपेक्षा लिएको छ। त्यसै गरी यो गौरवमय र महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाइदिनु हुन उपस्थित हुनुभएका सम्पूर्ण समादरणीय व्यक्तित्वहरूलाई हार्दिक शुभकामना एवं स्वागत गर्दै आफ्नो छोटो मन्तव्य अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते। जय रत्नगर, जय शिक्षा। हामी माझ यहाँ शिक्षा विकास निर्देशनालयबाट प्रतिनिधि पनि हुनुहुन्छ र यहाँहरूलाई अघि मैले जानकारी पनि गराइसकेको छु। यो कार्यक्रम शिक्षा विकास निर्देशनालय बागमती प्रदेशबाट हामीलाई प्राप्त भएको हो। अब शिक्षा विकास निर्देशनालयले के अपेक्षा राखेर र आज घोषणा भइसकेपछि भोलिका दिनमा आगामी वर्षहरूमा पनि घोषणा भएका स्थानीय तहका लागि पनि केही कार्यक्रमहरू सोचिराखेको छ कि भन्ने विषय लगायतका आजको यस घोषणा कार्यक्रम प्रति शुभकामना मन्तव्य राखिदिनु हुन शिक्षा विकास निर्देशनालयबाट आउनुभएका आदरणीय अधिकृत वेद प्रसाद पौडेल सरलाई शुभकामना मन्तव्यको लागि अनुरोध गर्दछु। रत्नगर नगरपालिकाका प्रशासकीय प्रमुखज्यू, विभिन्न वडाका वडा अध्यक्षहरू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वज्यूहरू, भूतपूर्व कर्मचारीज्यू, प्रवज्यू, शिक्षा समितिका पदाधिकारीज्यू, विवेश अध्यक्षज्यू, पत्रकारज्यूहरू, विद्यार्थी भाइ बहिनी लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म हार्दिक नमन गर्न चाहन्छु। रत्नगर नगरपालिकाले धेरै आरोह पार गर्दै 16वटै वडाहरूमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्न सक्नु एउटा अदम्य साहस र परिपक्वताको अब्बल उदाहरण भएको शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले उच्च मूल्याङ्कन गरेको छ र यसको सन्दर्भमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालनका लागि शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले 2079 सालमा 18 पालिका, 80 सालमा 18 पालिका र 81 सालमा 32 पालिका गएर जम्मा अहिलेसम्म 32वटा पालिकामा चलिरहेको छ। यसमा 3वटा पालिका फिर्ता गर्ने क्रममा हुनुहुन्छ जस्तो लाग्छ मलाई। जस्तै 12 विषे नगरपालिका सिन्धुपाल्चोक, अर्को बेलकोट नगरपालिका नुवाकोट र कार्यक्रम अलिकति हामी एकपल्ट अनुमोदन गरेका थियौँ, त्यहाँ अलिक काम भएको जस्तो लागेन। हाम्रै जिल्लाको राप्ती नगरपालिकामा पनि अलिकति समस्या जस्तो लाग्छ, त्यो अहिले समस्या छ। र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2076 र यसको नियमावली 77 को ले निर्दिष्ट गरे बमोजिम विक्रम सम्वत 2085 वैशाख 1 गते भित्रमा विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालयभित्र ल्याउने उद्देश्य एवं यसको कार्यान्वयनको लागि
अनिवार्य तथा निःशुल्क कार्यक्रम लागू गरिएको हो। यसलाई अझ सशक्त बनाउनको लागि इसिडीमा कार्यरत शिक्षिकालाई तालिम दिने र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने, घर दैलो कार्यक्रम सञ्चालन गरी सर्वेक्षण गर्ने, विद्यार्थीहरूलाई पोसाक, स्टेसनरी, झोला वितरण गर्ने र अशक्त अपाङ्गता भएका बालबालिकालाई बढी सेवा सुविधा प्रदान गर्ने, स्थानीय तहलाई बढी सबलीकरण गरी सेवा प्रदायकलाई प्रभावकारी बनाउनु जस्ता कार्यक्रमहरू हामीले अवश्य गरेका छौँ। यसको लागि सबैको हामीलाई साथ सहयोग आवश्यक पर्छ भन्ने कुरो हामी महसुस गर्छौँ र अहिलेसम्म भएको कार्यक्रमहरू अन्तर्गत म यहाँ थोरै चिज लिएर आएको छु। साक्षरता दर यो राष्ट्रिय जनगणना 2078 अनुसार देशमा 5 वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्या साक्षरता दर 76.36% रहेको छ। पुरुषको 83.6% छ र महिलाको 69.4% रहेको छ। र उत्तीर्ण शैक्षिक तह चाहिँ अहिले एसी, पहिला एसएलसी गरिन्थ्यो, अहिले एसी वा सोस्तरा मात्र उत्तीर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसङ्ख्याको 9.5%, एसएलसी भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू 19.5% र अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरू 1.8% रहेका छन्। र बालबालिकाको बसाइ सराई अवस्था हेर्दाखेरि 18 वर्षभन्दा कम उमेरका कुल 98,69,583 बालबालिका मध्ये क्रमश बालबालिकाहरू आमा बाबु दुवैसँग बसेका 77.9%, आमासँग मात्र बसेका 17.1%, अन्य नातेदारसँग बसेका 3% र बाबुसँग मात्र बसेका 1% रहेको देखिन्छ। र बालबालिकाको जन्म दरता 5 वर्ष वा सोभन्दा कम उमेरका कुल 30,07,684 बालबालिका मध्ये 74%ले जन्म दर्ता भएको अनुमान गरिएको छ राष्ट्रिय जनगणना अनुसार। र अलिकता केही बच्चाहरू, विद्यार्थीहरू स्कुल आउन नसक्नेको कारण चाहिँ अपङ्गताको स्थिति पनि छ। त्यसमा कुल जनसङ्ख्याको 2.2% व्यक्तिमा कुनै न कुनै प्रकारको अपङ्गता रहेको छ। अपङ्गता भएका व्यक्तिमध्ये पुरुष 54.2% र महिला 45.8% छन्। यो कुरा राष्ट्रिय साक्षरता यो राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ। र हाम्रो यो नेपाल अधिराज्यको संविधान 2072 मा पनि उल्लेख गरिएको छ कि यसमा धारा 31 मा मौलिक हकको व्यवस्था गरेको छ। यसमा हामीले त्यो बालबालिकालाई जुन अधिकार दिएको छ त्यो खोज्नु भएन। उनीहरूलाई कसरी हुन्छ, उनीहरू विद्यालय आउन कसरी सक्छन्, त्यतातिर हामी सबैले ध्यान पुर्याएको खण्डमा अवश्य नै केहीसम्म साक्षरता प्रतिशत वृद्धि हुन्छ भन्ने कुरा हामीले अपेक्षा गरेका छौँ। र हामीले बजेट विनियोजन गर्दाखेरि पालिकाहरूलाई 25 लाख र नगरपालिकाहरूलाई 30 लाखको दरले वितरण गरेका थियौँ। यसमा सबै सरकारवालाहरूले, राजनीतिक दलहरू, व्यक्तित्वहरू, आदरणीय व्यक्तिहरू सबैको दायित्व रहनेछ। र यसमा मुख्य गरेर पालिकाहरूले बजेट छुट्याउने बेलामा यसलाई सही अनुसारको बजेट व्यवस्थापन गर्न सक्यो भने अझ प्रभावकारी हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। हस्, यिनै कुराहरू राख्दै मेरा 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद। अबको क्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख आदरणीय लक्ष्मण देवकोटाज्यूलाई छोटो शुभकामना मन्तव्यको लागि अनुरोध गर्न चाहन्छु। मित्रहरू, पत्रकारज्यूहरू लगायत सम्पूर्ण आदरणीय महानुभावहरू, सबैभन्दा पहिला रत्ननगर नगरपालिकालाई शिक्षा क्षेत्रमा ब्रेक थ्रु गरेको र शिक्षाको इतिहासमा आजको ऐतिहासिक दिनमा प्रवेश गरेको यस नगरलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गराउन सफल भएकोमा रत्ननगर नगरपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
यस कार्यमा खटिने यो महत्त्वपूर्ण कार्यलाई यहाँसम्म ल्याइ पुर्याउन मेहनत गर्नुहुने नगर प्रमुखज्यू लगायत सम्पूर्ण नगरपालिका परिवारलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु। र मलाई यो महत्त्वपूर्ण कार्यक्रममा आमन्त्रण गरेर यहाँहरूको खुसियालीमा सहभागी हुने जुन अवसर प्रदान गर्नुभयो आयोजक परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय महानुभावहरू, धेरै कुरा आइसकेको छ। नेपाल सरकारले 2084 भित्र सम्पूर्ण नेपाललाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा घोषणा गरिसक्ने कार्यक्रम राखेको छ। जुन कार्ययोजना 2081 अघि पनि आइसक्यो, त्यो लागू भइसकेको छ र त्यो कार्ययोजनाले न्यूनतम कुराहरू सरकारबाट उपलब्ध गराउने न्यूनतम सेवा सुविधा लिनको लागि पनि निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा घोषणा गरेर र त्यो आधारभूत शिक्षा उत्तीर्ण गरिसकेपछि मात्र योग्य हुने त्यो कार्यक्रम राखेको छ, अघि पनि आइसक्यो। त्यसो भएको हुनाले सरकारबाट प्रदत्त सेवा सुविधाहरू लिनको लागि पनि हामीहरूले आधारभूत शिक्षा लिनुपर्छ, पास हुनुपर्छ। आज हामी घोषणा गर्दैछौँ। वास्तवमा घोषणा गर्न जति मेहनत गर्नु पर्यो र यसलाई निरन्तरता दिन असाध्य गाह्रो छ। हाम्रा विद्यालयहरूमा पर्याप्त शिक्षक दरबन्दी छैन। शिक्षकहरूलाई निजी स्रोतमा भर्ना गर्नु परेको छ। प्राथमिक तहको शिक्षकहरूलाई बाट माध्यमिक तह उच्च माध्यमिक तहसम्मको कक्षा सञ्चालन गर्नु परेको छ। प्रशासनिक खर्च पर्याप्त हुँदैन। विद्यालयका भौतिक संरचनाहरू पर्याप्त छैनन्। विद्यार्थीहरूलाई राखेर पढाउने कक्षा कोठाहरूको अभाव छ। यावत समस्याहरू हामीले भोगिरहेका छौँ। यस्तो अवस्थामा पनि रत्ननगर नगरपालिकाले हिम्मतका साथ नेपाल सरकारको उद्देश्यलाई पुरा गर्नको लागि जुन 8 का साथ यो कार्यक्रम आयोजना गरेको छ, भविष्यका दिनहरूमा निःशुल्क तथा अनिवार्य शिक्षालाई निरन्तरता दिनको लागि सफल होस् भन्ने शुभकामना दिन चाहन्छु। र यस महत्त्वपूर्ण कार्यक्रममा सङ्घीय सरकार, स्थानीय सरकार र प्रदेश सरकार सबैको संलग्नता जरुरी छ। यो सबैको साझा कार्यक्रम हो। सबैको सहयोगले रत्ननगर नगरपालिकालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन गर्न सबैको सहयोग पुग्नेछ र हामी सबैको हस्तेमा हैसी हुनेछ भन्ने आशा एवं विश्वास गर्दै यो कार्यक्रमको आगामी दिनहरूमा समेत पूर्ण सफलताको शुभकामना दिँदै मेरो छोटो शुभकामना मन्तव्य यहाँ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार। विषय सँगसँगै हामी फेरि पनि शुभकामना मन्तव्यलाई छोटोमा अगाडि बढाउन गइरहेका छौँ। धेरै कार्यक्रमहरू बाँकी छन्। हाम्रा विभिन्न ओडाको आज घोषणा गर्न लागिएका ओडाको प्रतिबद्धता ब्यानरहरू पनि यहाँले भित्तामा देखिरहनु भएको छ। त्यसमा प्रतिबद्धता हामी यहाँ उपस्थित भएका सबैले गर्नेछौँ, किनभने यस घोषणा कार्यक्रमका हामी साक्षी हौँ। भोलिका दिनमा आफ्ना घरमा, आफ्ना छिमेकमा, टोलमा यदि कुनै विद्यार्थी बाहिर देखिएको खण्डमा यस कार्यक्रमलाई घोषणा मात्रै भयो भनेर मजाक उडाउने भन्दा पनि यस घोषणा कार्यक्रमलाई सफल बनाउनुपर्छ भनेर सम्बन्धित निकायसँग सो विवरण पुर्याइदिने जिम्मेवारी यहाँ उपस्थित हुनुभएका सम्पूर्णको हो भन्ने यहाँहरूलाई अनुरोध गर्दै फेरि पनि शुभकामना मन्तव्यका क्रममा राजनैतिक पार्टी प्रतिनिधि मध्येबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सन्तोष लामाज्यूलाई छोटो शुभकामना मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। विश्वास लिएको छु र मैले सम्पूर्ण उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू, महानुभावहरूलाई पनि म तपाईँहरूले पनि सक्षम अभिभावकहरूले पनि बुझ्न जरुरी छ। आधारभूतलाई भन्दा पनि हामीले यो निःशुल्क शिक्षाको प्रणाली अगाडि नेपाल सरकारले बारम्बार दोहोऱ्याइरहँदा पनि हामीले विद्यालयहरूले विभिन्न बाहनाहरूमा विभिन्न शुल्कहरू लिने गरेको छ। को बोल्ने त नि
कोही बोल्ने अवस्था छैन होला। बाध्यता होला, विद्यालयको पनि प्रशासनिक बाध्यता होला, अनेक बाध्यता होला। ती बाध्यताहरूलाई थाती राख्दै बरु म अगाडि मेयर साहबलाई पनि भन्न चाहन्छु, काम गर्ने मान्छेलाई गाली पनि गर्छ, काम गर्ने मान्छेलाई हप्काउँछ पनि, आलोचना पनि गर्छ काम गर्ने मान्छेलाई। त्यो घरमा काम नगरी मेरो हजुरआमालाई कसरी गाली गर्छ र? त्यसरी मेयर साहबलाई म ढुक्क निर्देशित म ढुक्क साथै म सुझाव दिन चाहन्छु। मेयर साहब, हजुरले यी रहेका 1 देखि 16 सम्म रहेका एउटै वडामा 4-4वटा विद्यालय छ भने ती विद्यालयहरूलाई मर्ज गरेर एउटा वडामा एउटा विद्यालय अब पुगिन प्राप्त भएन सक्दैन भने 2टा मात्रै विद्यालय बनाएर ती भएका कर्मचारी साथीहरूलाई त्यस विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण गर्यो भने त पक्कै पनि त्यो विद्यालय शिक्षकको अभाव त नहोला नि त भन्न चाहन्छु। र म आफूले सम्पूर्ण महानुभावहरूलाई यो घोषणा मात्रै नहोस्, मेयर साहब म हजुरलाई भन्न चाहन्छु, यो घोषणा मात्रै नहोस्, यो साँच्चै नै यो कार्यान्वयनमा जाओस् भन्ने म विनम्र अनुरोध गर्न चाहन्छु। यो विषयवस्तु एउटा कुरा त मैले भन्न त नहुने हो, त्यही पनि मैले भन्न चाहेँ मेयर साहबलाई। मैले आजभन्दा धेरै वर्ष अगाडि यो घोषणा त भयो, दिशामुक्त नगरपालिका घोषणा भयो। म मेयर साहबहरूबाट पूर्व मेयर साहब पनि हुनुहुन्छ, दिशामुक्त घोषणा त भयो, तर त्यसका निर्देशिकाहरूले गर्नुपर्ने कुराहरू काम के थियो हो भने न तपाईँको अहिले भन्नु, तपाईँको टाढीदेखि लिएर तपाईँको हाम्रो नाका यो खैरेनी नगरपालिकासम्म कतिवटा शौचालय सार्वजनिक शौचालय छन्। त्यस्तै गरी हरेक पर्यटनहरू तपाईँको सौराको यो बजारसम्म आउँदिएर कहाँ शौचालय छन् हो, त्यस्ता कुराहरू महत्त्वपूर्ण कुराहरू घोषणा गर्नु मात्रै ठुलो कुरा होइन। मैले उदाहरण मात्रै दिएको, यता अन्यथा नलिनु होला। आदरणीय पूर्व मेयर साहब लगायत मेयर साहबलाई पनि मैले ध्यानाकर्षण गर्न चाहन्छु। त्यसैले घोषणा गर्नुभन्दा पनि यसलाई कार्यान्वयन गराउनुमा सम्पूर्ण आदरणीय व्यक्तित्व राजनीतिक दलका सरकारवालाहरू लगायत अभिभावक शिक्षक सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म राजनीतिक दलको तर्फबाट पनि म सन्तोष लामाले गर्नुपर्ने पनि कुराहरूमा यस आएका यी जिम्मेवारीहरूलाई अगाडि बढाउँदै यस घोषणा मात्र नभई कार्यान्वयनमा अगाडि बढाओस् भन्दै यो घोषणा सँगसँगै यो कार्यक्रम मेयर साहबले पुरा गर्दै अगाडि बढाउँदै लानुहुनेछ भन्ने विश्वास गर्दै सम्पूर्ण कार्यक्रमको शुभकामना व्यक्त गर्दै म सानो मन्तव्य एउटा बिर्ता चाहन्छु। हस्त धन्यवाद। ज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। हाम्रो नगरपालिकाले वडा नम्बर 2 देखि माथि 8वटा यो तल्लो बेल्ट यसरी बुझ्दा हुन्छ, हाइवेदेखि तलको बेल्ट लगभग सबै यस अगाडि नै अनिवार्य र निःशुल्क घोषणा गरिसकेको छ वडा नम्बर 3 बाहेक। र वडा नम्बर 3 र वडा नम्बर 1 र अरू माथिको 10, 11, 12, 13, 14, 15, 16 सम्मका वडाहरू 8वटा वडाहरू आज हामी अनिवार्य र निःशुल्कमा गएका छौँ है भनेर आज घोषणा गर्ने कार्यक्रम हो। यो एउटा चाहिँ एकदमै गरिमामय कार्यक्रममा लाई अध्यक्षता गरिरहनुभएका आजका हाम्रो नगरपालिकाका आदरणीय नगर प्रमुख श्रीमान प्रहलाद सापकोटाज्यू, त्यसै गरी आजको यस कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा विराजमान हुनुभएका बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास एवं आन्तरिक मामला मन्त्रीज्यू, वर्तमान सांसदज्यू पनि हुनुहुन्छ, सभाका मान्य सांसद पनि हुनुहुन्छ अहिले। त्यसै गरी हाम्रो नगरका आदरणीय नगर उपप्रमुखज्यू, त्यसै गरी यस नगरलाई दुई कार्यकालसम्म हाँक्नुभएका पूर्व नगर प्रमुखज्यू, त्यसै गरी जिल्ला शिक्षा समन्वय इकाइका प्रमुखज्यू, हाम्रा सबै वडाका आदरणीय वडा अध्यक्षज्यूहरू, सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, मञ्चासीन सम्पूर्ण अतिथि महानुभावहरू र फ्लोरमा रहनुभएका सम्पूर्ण अतिथिज्यू, उपस्थित सम्पूर्ण कर्मचारी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी साथीहरू, हाम्रो नगर नेपाल प्रहरी एवं नगर प्रहरीका साथीहरू, मैले भुलेछु हाम्रो इलाका प्रहरी कार्यालय टाढीका आदरणीय प्रहरी नायब परीक्षक रञ्जन ओवाज्यूलाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। सबैमा म मेरो व्यक्तिगत तर्फबाट र नगरपालिका नगर कार्यपालिका कार्यालयको तर्फबाट सबैलाई नमन सुमन प्रणाम व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस् प्रणाम। आज एउटा गौरवशाली कार्यक्रम
यो नगरपालिकाले गरेको छ। आज यसको चाहिँ घोषणा आज गरेको छ। वास्तवमा धेरै कुराहरू आए। यो घोषणा चाहिँ अनिवार्य र निःशुल्क नेपालको संविधानले नै शिक्षा सम्बन्धी हकभित्र दुईवटा विषय राखेको छ। सबैलाई शिक्षाको पहुँच हुनेछ भन्ने छ। विद्यालयमा पुगेर कक्षामा पढ्ने पाउने अधिकार चाहिँ पहुँचको विषय हो, हक हो। त्यो कुराको सुनिश्चित यो कार्यक्रमले गरेको छ। त्यसै गरी कक्षा 8 सम्मको आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क। पहिलो विषय अनिवार्य छ, सबैलाई अनिवार्य गराउनुपर्छ, यो हाम्रो नारायण सरले भनिसक्नु भएको छ। त्यो अनिवार्य किन पनि हो भने एक त उसलाई साक्षर बनाउनका निम्ति हो भने, दोस्रो विषय भनेको अबदेखिका सबै तहका सबै राज्यका जिम्मेवारीका राज्यबाट प्राप्त गर्ने सबै खाले सुविधाहरू प्राप्त गर्नका निम्ति पनि अब पढ्न र लेख्न जान्नुपर्छ 2085 सम्ममा भन्ने कुराको लागि राज्यले यसलाई एउटा अनिवार्य शर्तको रूपमा ल्याएको छ। त्यसकारण यो अनिवार्य विषय हो र निःशुल्कको विषय राज्यले संविधानमै हाम्रो यो एउटा संविधानको कार्यान्वयन पनि हो। आजको यो कार्यक्रम हामी संविधानको शिक्षा सम्बन्धी हकको कार्यान्वयनमा यसमा माध्यमिक तहको शिक्षालाई पनि बोलेको छ, लेखेको छ। त्यो विषय हाम्रो निर्वाचित जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, प्रमुखज्यूले मभन्दा पछाडि बोल्नुहुनेछ। त्यो विषयमा उहाँहरूले नै राख्नुहुनेछ भन्ने मैले त्यो विषयलाई छोड्दै अहिले भनेको नगरपालिकाले अहिले गएको नगरसभा भर्खरै सम्पन्न भएको यही हलमा सम्पन्न भएको 17औं नगरसभाबाट 8 कक्षासम्मको आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र आधारभूत रूपमा चाहिँ घोषणा गर्ने र त्यसका निम्ति 1,20,00,000 बजेट विनियोजन गर्ने भनेर नगरपालिकाले शिक्षाले दिएको डाटा अनुसार 1,08,00,000 थियो। 1,08,00,000मा कतै केही छुट्या छ कि भनेर फेरि हामीले 1,20,00,000 रुपियाँ विनियोजन गरिसकेको छ। यो नगरसभाले सर्वसम्मत रूपमा करतल ध्वनिका साथ पास गरेको छ। यो खुसीको कुरा म हजुरहरू सबैलाई सुनाउन चाहन्छु। र हाम्रा विद्यार्थी साथीहरू दीपकजी लगायत केही विद्यार्थी साथीहरू अगुवा विद्यार्थी साथीहरूले बेला बेला प्रश्न गरिराख्नुहुन्छ, यो मास्टरले फी लियो किन लियो भनिराख्नुहुन्छ। दीपकजी अहिले कता जानुभयो, म उहाँलाई नमन गर्न चाहन्छु। वास्तवमा विद्यार्थीका हकितका विषय यस्तै विद्यार्थी सङ्गठनले उठाउने हो, उठाउन त सबैले उठाउने हो। तैपनि जिम्मा लिएको अगुवा बनेको सबै शिक्षाको विद्यार्थी साथीहरूले उठाइराख्नु भएको छ। बेला बेलामा आइराख्नुहुन्छ, मसँग पनि ठोकिराख्नुहुन्छ। त्यसैले मैले उहाँलाई स्मरण गरेँ। अब यसमा खास गरी धेरै फेरि यो भयङ्करै गर्यो नगरपालिकाले। यो अब चाहिँ 100% निःशुल्क हो भन्ने पनि सोच्नु भएन। यो निःशुल्क अनिवार्य र निःशुल्क भनेको 4वटा विषय हो मुख्य गरी। एउटा चाहिँ घरमै बसिरहेको विद्यार्थी, घरमै बसेको एउटा बालक विद्यालय जानका निम्ति विद्यालयले भर्ना फी लिने गर्थ्यो। सधैँभरि भर्ना विद्यालय छिर्नलाई भर्ना चाहियो। अब त्यो भर्नामा पैसा लिन पाइँदैन, एउटा विषय भर्ना हो। दोस्रो विषय भर्ना भइसकेपछि कक्षामा गएर बसेपछि किताब चाहियो पढ्नलाई, त्यो पढ्ने पाठ्य पुस्तक निःशुल्क हो दोस्रो विषय। अब महिना बित्छ, महिना बितेपछि फेरि एकाउन्टले फी थमाउँछ, बिल थमाउँछ। अब त्यो बिल थमाउन पाइँदैन, मासिक शुल्क लिन पाइँदैन भन्ने विषय हो। त्यसै गरी 5-6 महिना पढेपछि त्रैमासिक रूपमा पढेपछि फेरि परीक्षा हुन्छ। त्यो परीक्षामा फी तिर्यो भने परीक्षा दिन पाइ, नत्र पाइन्न भन्छ फेरि विद्यालयले। अबदेखि त्यो भन्न पाइँदैन है भनेर 4वटा विषयलाई चाहिँ नगरपालिकाले राज्यले यो कुरालाई अनिवार्य र निःशुल्क भनेको छ। अरू धेरै यावत विषयहरू छन् विद्यालयका सरहरूले अनि बिहान पनि पढाउन सक्नुहुन्छ। बिहान पनि विद्यार्थीको क्षमता हेरेर विद्यार्थी अलिक कमजोर रहेछ, उसलाई बिहान ट्युसन राख्नुपर्छ भनेर अभिभावकलाई भनेपछि विद्यालय र अभिभावकका बिच चाहिँ त्यो कोअर्डिनेसन भइसकेपछि बिहान पढाइयो भने त्यस बाबतको पैसा लिन पाइयो, त्यो लिन पाइँदैन भन्ने होइन। अतिरिक्त विषयमा र अरू केही जस्तै हाम्रो बस छ, कतिपय विद्यालयको बसहरू छ, अनिवार्य निःशुल्क भने चाहिँ कहाँ लिनु पाइयो भन्नु मिलेन क्या, त्यो कुरा छ। कम्तीमा हिँडेर जाने विद्यार्थीले कुनै पनि 1 रुपियाँ पनि तिर्नु पर्दैन। हिँडेर जाने, ट्युसन नपढ्ने, विद्यालयमा कम्तीमा गएर पढ्ने। हिजो हामी जस्तो हाम्रो लेभलका हामी सबै, हाम्रो पालामा बस पनि थिएन, हामी सबै हिँडेर जान्थ्यौँ। हाम्रो पालाको लेभलको जुन छ हिँडेर जाने, अहिले पनि जानुहुन्छ, सबै गाडीमा त जानुहुन्न, हिँडेर जाने सबै विद्यार्थीहरू निःशुल्क रूपमा विद्यालयमा 1 कक्षादेखि 8 कक्षासम्म उत्तीर्ण पाउनुहोस् भन्ने राज्यको लक्ष्य हो।
त्यो राज्यको लक्ष्यलाई यो नगरपालिकाले आत्मसात गरेको छ र बजेटले पनि हाम्रो बजेट तथा कार्यक्रमले पनि यसलाई सुनिश्चित गरेको छ। खालि यो कार्यक्रममा हामीले यहाँ घोषणा गरेर मात्रै भएन, फेरि धेरै हेडसरहरू यहीँ हुनुहुन्छ। म यतैतिर फर्कन चाहन्छु। यो अनिवार्य र निःशुल्क नगरपालिकामा भन्दा हजुरहरूमा धेरै भर पर्छ, हजुरहरूको हातमा धेरै निर्भर छ। सरहरूले धेरै अभिभावकहरूलाई क्लियरिफाई गरेर मात्रै लिनुपर्ने। अभिभावकले म मेरो गाउँको विद्यालयलाई, मेरो गाउँको विद्याको मन्दिरलाई म चन्दा दिन्छु, म दान दिन्छु भनेपछि त लिन पाइएला नि त। फेरि लिन पाइन्न भन्नु भएन क्या, त्यो सही भन्नु भयो। विद्यालयको खालि पठन पाठनको मात्रै कुरा छैनन्, त्यो विद्यार्थीलाई राख्नलाई बेन्च पनि चाहिएला, त्यो विद्यार्थीलाई राख्नलाई कोठा पनि चाहिएला, जस्ता चुइएर फेर्नु पनि पर्ला होइन। अरू धेरै कुराहरू छन्। अहिले स्वास्थ्यका कुराहरू छन्, उसलाई हाइजेनिक हिसाबले राख्नुपर्ने कुराहरू छन्। धेरै विद्यालय खानेपानीका बिलका कुराहरू छन्। त्यो बिल कहाँबाट तिर्ने? नगरपालिकाले अड्कलेर टुपुक्क दिन्छ। अनि विद्या शिक्षाले कहाँबाट तिर्ने? विद्यालयले कहाँबाट तिर्ने? आन्तरिक स्रोत हुने केही विद्यालयहरूलाई त केही फरक नपर्ला, तर धेरै विद्यालयहरूको आन्तरिक स्रोत जिरो छन्। यस्तो अवस्थामा कसैले दान दिन्छु, चन्दा दिन्छु, स्कुल बापतको फी लिने कुराहरूलाई चाहिँ प्रश्न नउठाइदिउँ। यो कुरालाई अनिवार्य र निःशुल्क भनिएको होइन राज्यले। खालि मैले अहिले निवेदन गरेँ 4वटा विषयलाई हो। यिनै विषयहरूलाई ध्यान दिएर अरू विषय हाम्रो नगर उपप्रमुखज्यूले नि बोल्नुहुन्छ, मेयर साहबले नि बोल्नुहुन्छ। म धेरै विषय नबोलिकन खालि यही कुरा मैले हजुरहरूलाई क्लियरिफाई गरेँ। यो पनि किन हो भने विदेशतिरका कुरा धेरै आउँछ होइन, विदेशको स्रोतको पनि कुरा छ। हाम्रो त सरकारको गच्छे जो छ, जति छ गच्छे अनुसारको लक्ष्य सरकारले लिएको। अहिलेलाई यहाँसम्म पुगौँ, भविष्यमा यो बढ्दै जानेछ। अहिले बिमामा पनि छ नि त स्वास्थ्यको कुरा। कतिपय देशमा शिक्षा पनि 100% निःशुल्क, स्वास्थ्य पनि 100% निःशुल्क छ। उनीहरूको गच्छे छ, आम्दानी छ, स्रोत छ, गरेका छन्। हामीले अहिले के भनेका छौँ, बिमा गर्नेलाई 1 लाखसम्मको उपचार खर्च निःशुल्क। त्योभन्दा बढी पऱ्यो भने के गर्ने? तिर्ने हो नि भने जस्तै यो 4वटा पार्टमा निःशुल्क, अरू पऱ्यो भने चाहिँ तिर्ने हो है। दिपकजी गइहाल्नु भयो। म दिपकजीलाई अरू साथीहरूलाई म स्मरण गराउन चाहन्छु। यतै हुनुहुन्छ ए ल, अब फेरि सरहरूलाई हजुर पनि क्लियर हुनु जरुरी छ। यो 4वटा पार्टमा सरहरूले चाहिँ फी लिनुभयो भने त्यहाँ चाहिँ क्वेसन हो, त्यहाँ हेर्नु होला, त्यहाँ फी। अनि फेरि अर्को पनि म निवेदन गर्न चाहन्छु, जब जाँच हुन लाग्यो, परीक्षा हुन लाग्यो, अनि त्यसपछि परीक्षा फी पोहोर जति लिएको थियो अहिले त्यही बराबरको फी चन्दा भनेर चाहिँ नलिनु होला। अनि जब भर्ना हुन लाग्यो, अनि भर्ना विद्यालयमा प्रवेश गर्ने बेलामा चन्दा हुने ट्याक्क अनिवार्य चन्दा नबनाउनु होला। इच्छाले चन्दा दिने कुरा स्वीकार्य भयो है, त्यो दिन पाइयो, अनिवार्य बनाउनु पाइएन। एउटा विद्यालयले अस्ति जाँचै दिन दिएन, विद्यालयले पहिला पैसा चाहिँ अनि बल्ल जान्छु भनेर प्रवेश मात्रै राख्नुभयो। हामीले निवेदन गऱ्यौँ, पैसाबाट मान्नुभयो। त्यति साह्रै नै नगरौँ, माया गर्नु पऱ्यो, प्रेम गर्नु पऱ्यो विद्यार्थीहरूलाई। अब प्रेम हामीले भन्दा 1000 गुणा बढी शिक्षक साहबहरूले गर्नुभएको छ, त्यो फेरि मलाई थाहा छ। अनि हामीलाई पनि गर्नुहुन्थ्यो, हजुरहरूले गरिराख्नु भएको छ। हजुरहरूको असङ्ख्य गुणहरू छन् धेरै। अहिले हाम्रो राजनीतिक दलले पनि प्रशंसा गरेर जानुभयो, अरू राम्रो हुँदै गएको छ। अहिलेको यो अहिलेको सरकार, अहिलेको चाहिँ निर्वाचित जनप्रतिनिधि आइसके पछाडिको प्रत्येक वर्षको नतिजा राम्रो छ। अनि यो सबै हजुरहरूकै योगदान हो। हजुरहरूले पढाएर, हजुरहरूले पनि चाहिँ शिक्षा दीक्षा दिएर, हजुरहरूले लगानी गरेर भएको प्रतिफल। यसका निम्ति पनि यसको सबै श्रेय शिक्षक साथीहरू, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापकलाई यो अवसरमा म दिन चाहन्छु। यिनै विषय भनेर मैले अरू सबै विषय हाम्रा मेयर साहबलाई छाड्दै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। शुभकामना मन्तव्यतर्फ पनि अगाडि बढिरहँदा निवर्तमान नगर प्रमुख आदरणीय नारायण बन्जुलाई छोटो शुभकामना मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। भाइ बहिनीहरू, सम्पूर्ण जनप्रतिनिधि साथीहरू, सबैमा यहाँहरूलाई निवारण गर्न चाहन्छु। अब मिठोसँग आज वास्तवमा हामीले कमिटमेन्ट गर्दैछौँ, धेरै कुरा गर्नु छैन कि रत्नगरलाई रत्न बनाउने सवालमा शिक्षाको हाम्रो दृष्टिकोण के हो, हाम्रो भिजन के हो भनिरहँदा सङ्घ प्रदेश र हाम्रो बिचको सम्बन्धले अझ प्रगाढ सम्बन्ध बनाउनु पर्ने र तल वडासम्म जानु पर्ने र स्कुलसम्म जानुपर्ने होला। सबैको तहबाट वास्तवमा संविधानले प्रदत्त गरेको मौलिक अधिकारलाई
जनताले प्रत्याभूति गर्ने र पाउने वास्तवमा बालबालिकादेखि लिएर अभिभावकले साँच्चीकै हामीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि हामीले शिक्षामा अमूल परिवर्तन गरेर शिक्षाको हकमा निःशुल्क शिक्षा प्राप्त गऱ्यौँ भन्ने खालको सन्देश जुन खालको अहिले नगरपालिकाले गरेको छ। म आदरणीय डाइनामिक लिडर मेयर उपमेयर त्यस्तै गरी सम्पूर्ण जनबढी साथीहरू आदरणीय आजको प्रमुख हुनुहुन्छ सबैको समन्वयमा यो प्रतिबद्धता कायम होस्। अघि अलिकति भए शङ्का चाहिँ आएको छ घोषणा मात्रै गर्ने हो कि घोषणालाई कार्यान्वयन गर्ने, मलाई लाग्छ घोषणा कार्यान्वयन हुन्छ। थोरै मलाई के सङ्केत गर्नु मलाई अहिले हाम्रो हाकिमसँग कुराकानी गरिरहेको थिएँ। हाम्रो मलाई लाग्छ हाम्रो अहिले नगरपालिकाको हाम्रो स्टाटस के रहेछ भने नियरली हामी 81 समथिङमा हामी चाहिँ हाम्रो लिट्रेसी छ साक्षरता 85सम्म हामी 100% पुर्याउने कुराहरू गरिरहेका छौँ कि ताकि रत्नगर नगरपालिकामा सबै मान्छे साक्षर छन्। यो त फेरि पौरखीको नगरपालिका हो र विद्वानहरूको नगरपालिका पनि हो। त्यसैले यो मानेमा के पनि म सम्झाउन चाहेँ भने अघि पूर्ण खोप भएको नगरपालिका यो बाल श्रम मुक्त र बाल मैत्री नगरपालिकाको घोषणा गरिसकेको हुनाले आज 2टा मात्रै बालबालिका फेला पर्यो। त्यसैले अब फेरि ती बालबालिका पनि नछुटुन् भन्नका निम्ति र प्रदेश र हाम्रो बिचको चाहिँ समन्वय हुँदाखेरि अब यो नगरपालिकामा अब कुनै पनि बालबालिका चाहिँ पढ्नबाट वञ्चित छैनन्। त्यसमा पनि अनिवार्य चाहिँ भर्ना हुनुपर्ने र निःशुल्क गर्नुपर्नेमा हाकिम साहबले अलिअलि लुपल बताइदिए जस्तो लाग्छ मलाई। अलिअलि पैसा माग्ने बाटो देखाइदिए हो जस्तो लाग्छ। हो चन्दा दिन चाहिँ पाइन्छ, दान गर्न पाइन्छ, सबै कुरा गर्न पाइन्छ। स्कुललाई अप्ठ्यारो छ यो मानेमा कतैतिर लुपल नभइकन म प्रमुखजी उपप्रमुख जनसाथीलाई शिक्षामा लगानी गरी बाटोघाटो बिग्रने गर्छ, भत्काने गर्छ, त्यो नेभर एन्डिङ नसक्ने यात्रा हो। तर यो बिग्रियो भने बनाउने कसले त्यो बालबालिकाको मस्तिष्क बनाउने शिक्षा दिशा त हामीले गर्नु पऱ्यो। त्यसमा बजेट प्राप्त मात्र गर्नु माग्नु पऱ्यो। सरहरूले पनि यतातिर आएर भेटिरहँदा व्यवस्थापनले चाहिँ स्कुलमा नगरका चाहिँ मेयर साहबलाई साथीलाई माग्दा चाहिँ शिक्षामा भएन भन्ने अनि गएपछि बाटो त चाहियो धेरै मेयर साहब भनेपछि बाटो प्रायोरिटी कि शिक्षा प्रायोरिटी मैले भनिदिएको थिएँ पहिला। यो छोटीको बढी बात पनि हुने गर्छ। भरतपुरले आफूलाई मेडिकल सिटीको रूपमा उठाइरहँदा हामीले पूर्व सिजनमा रत्नगरलाई अरू नगरपालिकासँग बसेर एजुकेसन सिटीको रूपमा लैजाउँ न त, किनभने हामीसँग शहीद स्मृति बहुमुखी क्याम्पस छ जो देशभरिका विद्यार्थी आएर पढ्ने गर्थे एक जमाना भने भाग लगाउँ भने कमसेकम यसलाई एजुकेसन सिटीको रूपमा हबको रूपमा लैजाउँ भनेर भनिरहँदा अब त्यो थाहा छैन कहिले हामी गर्न सक्छौँ, तर मलाई लाग्छ हामी गर्दैछौँ। त्यसैले अघि बसको कुरा छ, हाम्रो पामा बसको कुरा पनि भएको थियो। बस आफैमा महँगो हुन्छ, गाह्रो विषय पनि हो। मैले अघि मेयर साहबसँग कुराकानी गर्दै थिएँ 8 कक्षाभन्दा बढी जुन बालबालिका छन् उहाँहरूलाई साइकल दिने स्कुलको मर्जको कुरा आएको छ, डाउन साइजको कुरा आएको छ। त्यस्तो पाउने बालबालिकालाई 8, 9, 10, 11, 12 पढ्दै जाने त्यो स्कुल तिमीले राम्रोसँग त्यो साइकल संरक्षण गरेर त्यो साइकल तिमीलाई नै उपहार गरेर छोडछोडलाई भन्ने भइगयो नि त। बसमा त्यहाँ गर्नु पऱ्यो, बसको पनि कुरा गर्नु पर्यो, छोडछोड पनि खुसी अनि कहिले कहिले घरमा पनि काम गर्नु पाउने। तर स्कुल आउँदा शिक्षा चाहिँ आउनु पर्यो, किनभने हाम्रो दूरी कम छैन, हामीसँग बर्गेन्टी स्कुलहरू छ। त्यो मानेमा हामीले सोध्नुपर्ने हुन्छ कि जस्तो मलाई लाग्छ होइन। त्यसैले गर्दा अहिले हामी +2 सम्मको कुरा गरिरहेछौँ। +2 सम्म त राज्यले लिएको जिम्मै हो, तर हामी धिमी गतिमा जाँदैछौँ। हाम्रो पूर्व मन्त्रीज्यू पनि हुनुहुन्छ, मान्य सांसद हुनुहुन्छ बडो उहाँ हामी अहिलेका जनको साथीहरू, तर हामी म पूर्व भएको हुनाले हामी सबै मिल्यौँ भने अब यो के भने यो चाहिँ रत्नगर नगरपालिकामा अहिले हामी धेरै किनभने जुन ढङ्गले हामी लागिरहेछौँ धेरै कुराहरू भएका छन्। सकारात्मक सोचको विकास पनि होस्, यो आध्यात्मिक सहर पनि हो, यो पौरखीहरूको सहर पनि हो, किसानको सहर पनि हो। त्यसैले यो मानेमा सबैले कि नगरलाई राजनीतिक दलका साथीहरू हामी सबै मिलेर यो नगरलाई साँच्चीकै रत्न बनाउने सेवामा नेपालको नम्बर 1 कसरी बनाउन सकिन्छ भनेर सोच्यौँ भने भइ त हाल्छ। हामी त्यो बाटोतिर लाग्नुपर्छ भन्ने सन्देशका निम्ति वास्तवमा आज घोषणा कार्यक्रम हो। आज 8वटा वडा घोषणा भइसकेको रहेछ। 8वटा वडा आज गरेर हामी समग्र नगरपालिकालाई आज चाहिँ घोषणा गर्दछौँ कि वास्तवमा अनिवार्य शिक्षा पढ्नै पर्ने, वास्तवमा पढ्नुपर्छ। त्यो मानेमा हामी सबै जानकार छौँ। त्यसैले सरहरू यहाँ हुनुहुन्छ, सरहरूको गाँठो खोगाउने काम पनि नगरपालिकाले गर्नुपर्छ, हामीले पनि गर्नुपर्छ र सही उद्देश्यका साथ। र एउटा कुरा चाहिँ निर्मम चाहिँ निर्णय कहिले कहिले गर्नुपर्छ भने विद्यार्थीहरू चाहिँ भाइ बहिनीहरूलाई अनिवार्य रूपमा स्कुल आउनका निम्ति हामी जुन खालको फोकस गरिरहेको हुन्छौँ, तर त्यो स्कुललाई गरिरहँदा अनि अहिले शिक्षक व्यवस्था हाम्रो इकाइको सर पनि हुनुहुन्छ, उहाँले धेरै कुरा राख्नुभएको छ। हामी त्यो समायोजन गर्ने कुरा गऱ्यौँ भने 1:2 कति विद्यार्थीहरू त्यति गर्ने खालको स्थिति बढ्यो भने त्यो यो मतलब कि नगरपालिकामा सबै कुरा बन्द गर्नुपर्छ, स्कुललाई गर्नुपर्छ होइन। तर अभिभावक र हामी सब जनप्रतिनिधि साथीको काम के हो भने
त्यो स्कुललाई कसरी प्रमोट गर्ने र त्यो स्कुललाई कसरी भनेर त गुणस्तरीय शिक्षा दिदियो भने ती सबै बालबालिकाहरू सामुदायिक स्कुलमा आउने खालको वातावरण बन्यो भने फेरि स्कुल त रिभाइभ भइहाल्छ त। त्यो बारेमा कुरा गर्नु मलाई अहिले थोरै स्मरण गर्न मन लाग्यो। हामीले टेक्निकल विषय पनि ल्याएको थियौँ। हामी सबैको आज दलका साथीहरू यहाँ हुनुहुन्छ, 5वटा टेक्निकल स्कुल ल्याए जाके त्यो सिटपिटीसँग हामीले डिप्लोमाका कुराकानीमा लम्बाउन चाहन्न। तर अहिले यहाँ होटल म्यानेजमेन्टले पछौटे पढाइ सुरु भएको छ। अरू लगभग चाहिँ मलाई लाग्छ त्यो चाहिँ बन्द भएको जस्तो सोचेको छु मैले। हामी सिप सिकेर पढ्दै पनि सिप सिकेर पनि वास्तवमा बाध्य भएर बाहिर जानु पऱ्यो भने त्यो सर्टिफिकेट ओल्ड संसारभरि बिग्रिने सर्टिफिकेट हामीले लिन चाहेका छैनौँ, हामीले पढ्न चाहेनौँ। किन आज छोराछोरी यहाँ आउनुहुन्छ, हामी आर्थिक हिसाबले कमजोर छौँ, अप्ठ्यारो छ। हामीलाई डक्टर पढ्ने, इन्जिनियर पढ्ने अथवा भरपुर गरेर पढ्न सक्ने म्यानेजमेन्ट विषय पढ्न सक्छ भने हामीले त्यही डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन सिभिल इन्जिनियर, डिप्लोमा इन भेटरनरी साइन्स, डिप्लोमा इन इलेक्ट्रोनिक इन्जिनियर, त्यो सबै डिप्लोमा इन एग्रिकल्चर छ भने हामी त्यहाँ 3 वर्ष कोर्स पढ्यो भने हामीले पछि इन्जिनियर गर्न पाउँछौँ। त्यो ओभरसियर सरको स्टाफ छ। भेटरनरीले पढ्यो भने त्यो डक्टर सर पछि ऊ चाहिँ जेटी भयो भनेपछि डक्टर बन्न पाउँछ। यो माने भने बालबालिकाले हामीले त्यो खालको कोर्डिनेसन गर्नुपर्छ भन्ने लाग्छ। भने तिनै कुराहरू राख्दै यो आज शुभ कार्यमा छौँ र हामीले वास्तवमा कमिटमेन्ट पनि गर्छौँ र कमिटमेन्ट गरिसकेपछि हामी सबैको साझा दायित्व पनि हो कि यो निगरानी पनि गर्ने हो कि बालबालिका स्कुल पुगेन गए कि गएनन् भन्ने कुरामा हामी पनि ध्यान दिनुपर्छ। अहिले धेरै बालबालिकाहरू जन्माउने कम पनि भएको छ, थोरै बालबालिका छन्, अलि राम्रै सुविधा छन्। त जति गरिब विभिन्न समुदायका बालबालिका छन् ती बालबालिकाका निम्ति सामुदायिक स्कुल हाम्रो स्कुल वास्तवमा त्यो अभिभावक त्यो इन्भाइरोमेन्ट फ्रेन्डली छ। तपाईँ रमाइरमाएका साथ सबै कुराहरू गर्न पाउनुहुन्छ भनेर त्यो खुसी साथमा सक्यो भने मलाई लाग्छ स्कुलमा बालबालिकाहरू ओइरेडी छन्। हाम्रो उद्देश्य पनि त्यही छ र त्यही ढङ्गले जाउँ भन्ने शुभेच्छा प्रकट गर्दै आज वास्तवमा म मेरो तर्फबाट यहाँको संस्थापक नगर प्रमुखको हिसाबले मैले कमिटमेन्ट गर्न चाहन्छु। मैले जहाँ पनि देख्छु ती बालबालिकालाई मैले तिमी नानी पढ्न गयो कि गएनौ, हामीले बाटोमा कतैतिर त्यस्तो खालको अल्मलिएको छ बालबालिका छन् भने पनि त्यो पुऱ्याउने दायित्व हाम्रो छ। हाम्रो पालामा के थियो भने त्यति बेला अभिभावकता लिने कम थियो। चाहिँ विद्यार्थी चाहिँ गरिबका विद्यार्थीहरू स्कुलको कोही अभिभावक भयो भने त्यो नगरपालिकाले नगर प्रमुखले एउटा अध्यक्षहरूले लिने चलन थियो। त्यसरी पनि हामीले त्यो अभ्यक्त गरेर गरिरहेका छौँ भने अब त्यो दिशातिर हामी जाउँ र जुन खालको आज असाध्यै राम्रो काम गर्नुभएको छ म आदरणीय मेयर साहब, उमेर साहब भएको होल टिमलाई एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरू जुन ढङ्गले जानुभएको छ तपाईँहरूलाई हाम्रो साथ छ। गो अहेड, अल पोजिटिभमा जानुहोस्। शिक्षाको क्षेत्रमा त प्रचुर लगानी गर्नुहोस् ताकि हामीले प्राउड गर्ने खालको स्थिति बनोस्। शिक्षा अधिकारी त्यतिकै राम्रो हुन्छ, प्रमुख प्रशासक हुन्छ। हामी सबै मिल्यो, कर्मचारी साथीहरू देखिरहेको छु। हामी सबैले मिल्यो भने हाम्रो मात्र एउटा गोल उद्देश्य गर्ने एउटा चाहिँ के गरौँ भने यो 85 अथवा नगरपालिकामा सबै मान्छेहरू साक्षर भएको, चाहे त्यो प्रौढ हुन् चाहे बालबालिका हुन्, सबैले पढेको अवस्था होस् भन्ने खालको उद्देश्य प्राप्त गर्यो भने यो प्रतिबद्धताले काम गर्छ। त्यसमा पनि मेरो कमिटमेन्ट राख्दै यो कार्यक्रमको पूर्ण सफलता कामना गर्दै बिदा हुन्छु। धन्यवाद। घोषणा कार्यक्रम भइसके पश्चात हामीले बाटोमा कोही बालबालिका विद्यालय नगएको देख्यौँ भने उहाँहरूलाई विद्यालयसम्म ल्याइ पुर्याउने जिम्मेवारी आज हामी यहाँ जति पनि उपस्थित छौँ हामी सबैजनाको हो भन्ने कुरालाई चाहिँ हामीले भोलिका दिनमा पनि बिर्सनु हुँदैन। अब हामीले जे भनिरहेछौँ, जे गरिरहेका छौँ त्यो कुराले पुगेको छैन। अब हामीले विगतमा अहिले पनि कुरा आइसक्यो, बाल मैत्री, वातावरण मैत्री, खुला दिशामुक्त अनि धेरै विषयहरूमा घोषणा गरिसकेका छौँ। तर एकपटक घोषणा जे कुरा गरिन्छ त्यसको प्रत्येक वर्ष त्यो कार्यान्वयनमा ध्यान नदिने हो भने त्यो घोषणाले कुनै अर्थ राख्दैन। त्यस कारणले गर्दा हामी यो रत्नगर नगरपालिका के हो भन्ने पनि तपाईँहरूलाई बुझाउन पर्छ भन्ने मलाई लाग्छ। हाम्रो रत्नगर नगरपालिकाको बजेट चाहिँ 1 अरब 54 करोड, 30 करोड चाहिँ तलब दिँदो रहेछ हामीले। हाम्रो सरकारी 27वटा स्कुललाई चाहिँ 30 करोड तलब दिँदो रहेछ। 32 करोड 50 लाख चाहिँ सामाजिक सुरक्षा भत्ता दिँदो रहेछन्। अनि हाम्रो 34-35वटा कार्यालय छ, स्वास्थ्य कार्यालयदेखि वडा कार्यालय 16वटा नगरपालिका। यो सबै गरेर सबै खर्च गर्दाखेरि आर्थिक हिसाबले चाहिँ हामी धेरै बलियो भन्दा मिल्दैन। तैपनि हामीले यो वर्ष यो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्नको निम्ति थप 1 करोड 20 लाख रुपियाँ चाहिँ पैसा थप शिक्षामै थपेका छौँ। अब हामीले यति पैसा थप्दै गर्दा हामी केही गर्न सक्दैनौँ, गर्न पनि दिइन्न। अहिले हामीसँग 27वटा विद्यालयहरू छन्। हाम्रो करिब 10,000 विद्यार्थी पढ्नुहुन्छ।
15,000 चाहिँ संस्थागत विद्यालयले पढाउँछ, 40% सरकारी स्कुलले पढाउँछ। अनि हामी कतिजना पढाउँछौँ? संस्थागत विद्यालयले 40जना पढाउँछ एउटा कक्षामा, हामी कतिजना पढाउँछौँ? 9जना पढाउँछौँ। 9जना, 13जना, 14जना, 16जना, 4वटा स्कुलको चाहिँ 30 छ। उनको आफै सम्झनु होला। 40जना कक्षामा पढाउनु पर्ने, 4वटा माविको मात्रै 30जना विद्यार्थी कक्षामा छ। अनि हामी 10जना विद्यार्थी कक्षामा पढायौँ भने चौबर महँगो परेन। यो बारेमा कसैले छलफल गरेको छ? कोही सुन्न तयार छ? तर स्कुल चाहिँ घर घर चाहियो, वडामा चाहियो, वडाले नै पुगेन, टोलमा पनि चाहियो, एउटा वडामा 3टा मावि चाहियो। अब हामी कता जाँदैछौँ कि हामी सधैँ यो हामीको 16वटा मावि आवश्यकै छैन। यो मावि घटाउने कुरोमा धेरै हेडमास्टर बनाउनु पऱ्यो, धेरै समितिको अध्यक्ष बनाउनु, सबै पार्टीदेखि लिएर सबै अगुवा मान्छेको चाहिँ इन्ट्रेस्ट हो। अनि समिति बन्न लाग्यो, छोराछोरी हुर्किसकेका भए नाति नातिनी लगाएर बोर्डिङमा पुर्याउने, बच्चा पठाउने। अनि सरकारी विद्यालय चाहिँ अध्यक्ष सदस्यले हानथाप गर्ने, त्यसैमा सिफारिस आउने। यो कुरा छोड्ने कि नछोड्ने? तपाईँहरू सबै यसमा बोल्ने कि नबोल्ने? बोल्नु भयो भने अझै शिक्षा बिग्रिन्छ। यो ध्रुव सत्य कुरा हो। म 35 सालमा आइए पास गरेर शिक्षण पेसा गरेको, 12 वर्ष टिचिङ गरेँ। मैले पढाउने बेला 125 जना एउटा कक्षामा पढाउँथेँ। कहिले जानु भने 44 जना छ कि 5 जना चाहिँ शिक्षक छ। अब कति महँगो हो यसो सोध्ने गर्नु। संस्थागत विद्यालयमा कति लाग्दो रहेछ 1 वर्षको भन्दा? हाम्रो यहाँ बद्रिने भन्ने स्कुल छ, त्यहाँ 68,000 लाग्दो रहेछ एउटा 1 कक्षा पढ्ने विद्यार्थीको खर्च। 68,000। अनि हामीले राम्रो काम गरेका छौँ। कोही बोल्नुहुन्छ स्कुल घटाउनुपर्छ भनेर, एकजना साथ दिनुहुन्न। गत वर्ष हामीले नगरभरिको सर्वे गऱ्यौँ, 1,13,000सम्म पऱ्यो 9-10 कक्षा पढ्ने विद्यार्थीको। हामीले डाउन साइज गर्ने भनेर पछि नारा जुलुस छोडियो। त्यस कारणले गर्दा हामीले सत्य कुरा, म हिजो उपमेयर नहुँदा, आज हुँदा, भोलि नहुँदा पनि भन्छु, हामीले यो माविहरूलाई स्कुलको सङ्ख्या घटाउन सकिएन भने हाम्रो शिक्षाको स्तर, कुनै एउटा कक्षाको चाहिँ रिजल्ट राम्रो बन्यो भनेर रिजल्ट ल्याउँला, तर सबै स्कुलको चाहिँ शिक्षाको स्तर चाहिँ पुग्छनेवाला। त्यस कारणले मेरो सबैलाई के आग्रह छ भने जो जहाँ सम्बन्धित हुनुहुन्छ 10जना, अहिले चित्त दुखाउनु होला प्रधानले शिक्षक साथीहरूले, 10जना विद्यार्थी पढा 2जना पास हुन्छ। गर्ने के हो कि त्यसको उत्तर के हो? कसले बोल्छ? बोल्न पर्दैन। मेयरले मात्रै बोल्न पर्छ, उपमेयरले वडा अध्यक्षले मात्रै बोल्न पर्छ, तपाईँहरू नागरिक समाजले बोल्नु पर्छ है भन्दैन। त्यस कारणले गर्दा मेरो के आग्रह छ भने यसलाई अन्यथा नठान्दा यदि तपाईँहरू बोल्नु भएन भने शिक्षालाई माथि लैजान सकिन्न। त्यस कारणले गर्दा तपाईँहरू सबैले जो जहाँ हुनुहुन्छ, पढ्नेले पढाउनेले जसले पनि जिम्मेवार बन्न पर्यो। मैले पढाएको विद्यार्थी, सरले पढाएको, तपाईँहरूले पढाउँदा फेल भएन भने तपाईँले बिहान पनि पढाउनु पऱ्यो, बेलुका पनि पढाउनु पऱ्यो, पास चाहिँ गर्नु पऱ्यो। यो बोल्ने कि नबोल्ने यो समाज? अब यो बोल्न सिकाउँ कि यो बोल्ने आँट गरौँ। हामीलाई राजनीतिले यो कुरामा नछोस्, अन्य कुनै कुराले नछोस्। यदि गर्नु भएन भने हामी शिक्षामा चाहिँ अझै कमजोर हुँदै जानेछौँ। त्यस कारणले गर्दा हामी सबैले अहिले नगरपालिकाको हाम्रो 30-31 करोड भनेको चाहिँ 20% भन्दा बढी बजेट खर्च गर्दा पनि उपलब्धि नआउने, रिजल्ट राम्रो नआउने भनेको यो सानो खर्च हो। त्यस कारणले गर्दा म सबैलाई के अपिल गर्न चाहन्छु, अब सबैले तपाईँ जुन टोलमा पढ्नु स्कुलमा एक दिन हप्ताको त गइदिनुहोस्, त्यहाँ विद्यार्थी कति छन्, पढाइ छ कि छैन, विद्यार्थीको रिजल्ट कति छ, त्यति सबै समाजले बोलिदिनु भयो भने पक्का पनि शिक्षा क्षेत्रलाई अगाडि लैजान मद्दत पुग्छ। र यो आज जे घोषणा कार्यक्रम हुन्छ, यो घोषणा कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्नको निम्ति हामीले बजेटमै व्यवस्था गरिसकेर यसलाई कसैले शङ्का मान्नु पर्दैन, हामी कार्यान्वयनमा लैजान्छौँ। यो लैजाने कुरामा चाहिँ अब स्कुल घटाउने कुरामा चाहिँ सबैको ध्यान जाओस् भन्ने कुरा राख्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गरेर बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार। शिक्षासँग सम्बन्धित शुल्क लगायतका अन्य पक्षहरू पनि समेटेर हामीलाई सचेत गराउनु भएको छ, त्यसको लागि हार्दिक आभार व्यक्त गर्छु। घोषणाभन्दा अगाडि बाँकी रहेका वडा घोषणा गर्ने क्रममा अगाडि बढिरहेका छौँ।
र सुरुवातबाट यहाँले के जानकारी पाइरहनु भएको छ भन्दा 16वटा वडा मध्ये एकल रूपमा पनि घोषणा कार्यक्रम गरिसकेका छौँ। आज भने हामीले वडा नम्बर 1, वडा नम्बर 3 र वडा नम्बर 10 देखि 15 का सबै वडाहरूलाई संयुक्त रूपमा सम्बन्धित वडा अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको भनेर घोषणा गर्ने क्रममा छौँ। अहिले अनिवार्य तथा निशुल्क शिक्षा घोषणाको क्रमलाई अगाडि बढाइरहेका छौँ भने अबको क्रममा म माननीय हाम्रो प्रमुख अतिथिज्यू र नगर प्रमुखज्यूलाई संयुक्त रूपमा वडा नम्बर 1, 3, 10 देखि 15 का सबै वडाहरूलाई घोषणा पत्र मार्फत घोषणा गरिदिनु हुन अनुरोध गर्दछु र यहाँ सरिक हुनुभएका सबैले उहाँहरू सँगसँगै ती शब्दहरू पछ्याउनु पर्ने हुन्छ र सँगसँगै प्रतिबद्धता पनि व्यक्त गर्नुपर्ने हुन्छ। तसर्थ यहाँहरू सबैलाई यथास्थानमा उठेर उक्त घोषणा कार्यक्रममा सहभागी रत्ननगर नगरपालिकामा आर्थिक वर्ष 81-82 मा कार्यान्वयनमा रहेको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आज मिति 82/3/12 गतेबाट यस रत्ननगर नगरपालिकाको वडा नम्बर 1, 3, 10, 11, 12, 13, 14 र 15 लाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको घोषणा गर्दछौँ। धेरै धन्यवाद। हामी मञ्चमा उभिएर घोषणा त्यसै गरिरहन्छ र यो ब्यानरलाई हाम्रो यहाँ हुनुहुन्छ वडा सचिव सरहरू, म्यामहरू, उहाँहरूले सुरक्षित साथ आफ्नो वडा कार्यालयमा लगेर टाँस पनि गर्नुहोला र भोलिका दिनमा आउने सेवाग्राहीलाई उक्त प्रतिबद्धताबारे जानकारी गराएर हस्ताक्षर गरिरहेको छु। उहाँलाई प्रशंसा पत्रलाई अगाडि आइदिनु हुन अनुरोध गर्दछु। हामीले घोषणा गर्ने काम वडा नम्बर 16बाट सुरु गरेका हौँ। असारको 1 गते तसर्थ असारको 1 गतेबाट वडा नम्बर 16 अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिसकिएको छ भने त्यसै गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक प्रशंसा पत्र ग्रहण गरिदिनु हुन पनि सम्पूर्णलाई पुष्ट रूपमा वडा सचिवज्यू, जनप्रतिनिधिज्यूहरू, यस वडामा रहनुभएका विद्यालयका प्रधानाध्यापकज्यूहरू, उहाँहरूलाई त्यसै गरी वडा नम्बर 6 का जनप्रतिनिधिज्यूहरू पनि तयारी अवस्थामा रहिदिनु होला। प्रशंसा पत्र ग्रहण गर्ने क्रममा अगाडि आइदिनु हुनुहुन्छ भने नजिकै आएर रहिदिनु होला। प्रतिनिधिज्यू, विद्यालय परिवार, उपस्थित हुनुभएका सबैलाई वडा नम्बर 7 को प्रशंसा पत्र ग्रहण गर्नका लागि प्रतिनिधिज्यूहरू र सम्बन्धित सबैलाई मैले एकमुष्ट रूपमा प्रशंसा पत्र ग्रहण कार्यक्रममा सरिक भइदिनु। त्यसै गरी सम्बन्धित अभिभावक अध्यक्ष एवं पदाधिकारीज्यूहरू, वडा नम्बर 2 का वडाध्यक्षज्यू राजेन्द्र प्रसाद घिमिरेज्यू, त्यसै गरी सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, वडा नम्बर 2 का र वडा सचिवज्यूहरू, विद्यालय 4 का वडाध्यक्ष श्री रामकुमार चौधरीज्यू, यसै वडाका वडा सदस्यज्यूहरू, टोल विकास संस्थाका अध्यक्षहरू पनि आउनुभएको छ। उहाँहरू पनि असाध्यै महत्त्वपूर्ण भूमिका छ यहाँहरूको यस कार्यक्रम। वडा नम्बर 1 का अध्यक्ष एवं नगर प्रवक्ता श्री कुलप्रसाद सापकोटा तिनलाई तयारी अवस्थामा रहिदिनु हुन पनि अनुरोध गर्दछु। सम्बन्धित वडाका विद्यालयका प्रधानाध्यापकज्यूहरू सम्पूर्णलाई, त्यसै गरी वडा 11 नम्बर वडाका जनप्रतिनिधिहरू र सम्बन्धित सबैलाई एकमुष्ट रूपमा साथ वडा नम्बर 12 का वडाध्यक्ष श्री सुन्दरमणि घिमिरेज्यू, श्री पोटबहादुर घिमिरेज्यू, त्यसै गरी वडा नम्बर 15 को एवं पदाधिकारीज्यूहरू,
लगायत सम्पूर्ण वडा नम्बर 15सँग सम्बन्धित हुनुभएका र यहाँ उपस्थित हुनुभएका सबैलाई प्रशंसा पत्र ग्रहण कार्यक्रममा सरिक भइदिनु ज्योतिर्मय सामुदायिक शिक्षा केन्द्रका अध्यक्ष शान्ति अधिकारीज्यू गर्न चाहन्छु। अप्ठ्यारो परिस्थितिमा पनि यो चुनौतीलाई हामी सामना गर्न सक्छौँ भन्ने उद्देश्यका साथ प्रतिबद्धताका साथ नगरपालिकाले जुन कार्यक्रम आयोजना गरेको छ र नगरपालिकाको यो टिम मेयर साहब लगायत सिङ्गो टिमलाई म बधाई दिन चाहन्छु र धन्यवाद दिन चाहन्छु। यो घोषणा मात्रै होइन, यो प्रतिबद्धता सभा पनि हो। हामीले प्रतिबद्धता मुखले मात्रै होइन व्यवहार पनि गरेर देखाउँछौँ भनेर हामीले प्रमाणपत्र पनि बुझेका छौँ र हामीले यो सभामा हामीले त्यो घोषणा गरेका छौँ। त्यसैले यो प्रतिबद्धता सभा पनि हो र राज्यका तर्फबाट जे जति लगानी गरेको छ शिक्षाका सन्दर्भमा त्यो गुणस्तरीय पनि त्यत्तिकै हुनुपर्छ भन्ने कुरा म तपाईँको बिचमा मैले राख्न चाहन्छु। अहिले हाम्रो नगरका उपमेयरले एउटा डाटा पेश गर्नुभयो तपाईँ हाम्रो सामु। यसलाई हामी सबैले एउटा गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मलाई लाग्छ। हामीले हाम्रो समाजमा शिक्षा साक्षर मात्रै गराएका छैनौँ, शिक्षित पनि बनाएका छौँ। तर त्यो शिक्षित व्यक्ति यहाँ बस्न चाहिरहेका छैन, स्वदेशमा बस्न चाहिरहेका छैन। किन यस्तो भइरहेको छ भन्ने कुरा पनि हामीले अलिक गम्भीरतापूर्वक बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। र खास गरी अहिले कतिपय देशहरूमा कस्तो छ भने हामीले हाम्रो बसेको ठाउँ राम्रो बनाउने हामी आफैले हो। जुन कबुल हामीले गर्नुभएको छ र अहिले वर्तमान मेयर साहबले त्यो कबुल गर्नुभएको छ, उहाँको नेतृत्वमा हामी सबैले कबुल गरेका छौँ कि हामी हाम्रो ठाउँलाई राम्रो बनाऊँ। यहाँ भएका जति पनि क्षेत्र सामाजिक जीवनका जति पनि क्षेत्रहरू छन् ती सबैले राम्रो बनाउँ उहाँले कबुल गर्नुभएको छ। उहाँको नेतृत्वमा हामी सबैले कबुल गरेका छौँ। र शिक्षा हामीले त्यहाँको गुणस्तर शिक्षा राम्रै शिक्षा दिने स्कुल कतिवटा छन् भनेर भन्दाखेरि हामी एक दुईवटा मात्रै हामी भन्न सक्छौँ। यसमा यो कुरा भन्नलाई हामी हिचकिचाउनु हुँदैन। अहिले पनि म बस्ने क्रममा मैले सोधेको थिएँ, मेरो बुझाइमा यस्तो छ, तपाईँले के बुझ्नु भएको छ भनेर मैले मेयर साहबलाई सोधेको थिएँ। सबैभन्दा राम्रो गुणस्तरीय शिक्षा दिने हाम्रो बुझाइमा हाम्रो अहिलेसम्मको हाम्रो चेतनामा हामीले हाम्रो भाषामा गुणस्तरीय शिक्षा भनेको रिजल्ट राम्रो भन्ने कुरा हाम्रो बुझाइ छ। त्यो राम्रो रिजल्ट कसले दिन्छ, कसले त्यही हुँदाखेरि जनजागृति मावि पिठुवा 1 नम्बरमा आउँछ, बैरिया मावि आउँछ भनेर उहाँले एक दुईवटा नाम दिनुभयो। मलाई पनि त उचितै लागेको छ। तर हामीले यो दुईटाको मात्र होइन, हाम्रो नगरमा भएका जति पनि स्कुलहरू छन्, विद्यालयहरू छन्, सबै 101 छन् भन्ने कुराको बनाउने चाहिँ फेरि हामीले नै हो, अरूले आएर बनाउँदैन। कतिपय देशमा जुन ठाउँमा आफू बसेको छ आफ्नो सन्तान आफ्नो छोराछोरीहरू त्यही पढाउनुपर्छ। कतिपय देशमा यस्तो नियम छ। यदि उसले राम्रो शिक्षा त्यो उसले अन्त कतै देख्यो, कुनै स्कुल देख्यो भनेदेखि उसले त्यहाँ आफ्नो बच्चा भर्ना गर्न पाउँदैन। यदि त्यो ठाउँमा भर्ना गराउने उसले त्यहाँ बसे सरेर जानुपर्छ। आफ्नो ठाउँ बनाउन नसक्ने अर्काको ठाउँमा त्यही नै बच्चा लिएर आउने, त तिमी त्यहाँ बच्चा यहाँ चाहिँ राम्रो स्कुलमा पढाउने हो भनेदेखि चाहिँ तिमी यहीँ बसे सरेर आऊ, होइन भने तिमी बनाऊ भनेर चाहिँ त्यस्तो भन्ने त्यस्तो खालको नियम भएका देशहरू पनि छन्। हामी हाम्रो देशलाई हाम्रो यो ठाउँलाई हामी त्यस्तो बनाउन सक्छौँ सक्दैनौँ। त्यसैले हामीले यो प्रतिबद्धता त्यसै गरेका छैनौँ। यो काम गर्छौँ भनेर हामीले प्रतिबद्धता गरेको कुरा पनि म तपाईँको बिचमा मैले कुरा राख्न चाहन्छु। हामीले धेरै युवा युवतीलाई शिक्षित बनायौँ, हाम्रो समाजले बनायो, स्कुलले बनायो, तर बस्न चाहिरहेको छैन स्वदेशमा। किन त भन्दाखेरि अहिलेको युवा युवतीले दुईटा कुरा देखेको छ। एउटा राजनीतिमा भ्रष्टीकरण देखेको छ, अर्को राजनीतिमा अपराधीकरण देखेको छ।
जब उसले आफ्नो देशमा राजनीतिमा अपराधीकरण देख्छ, राजनीतिमा भ्रष्टीकरण देख्छ भन्दै ऊ यो देशमा किन बच्छ? उसले आफ्नो भविष्य राम्रो देखेन। किनकि समाजलाई राम्रो बनाउने भनेको राजनीतिले हो। राजनीति असल भयो भनेदेखि समाजमा त्यो भ्रष्टीकरण प्रवेश गर्न पाउँदैन, अपराधीकरण प्रवेश गर्न पाउँदैन। तर यो समाज त्यो देख्यो। तैँले किन देखिस् भनेर हामीले उसलाई भन्ने होइन, हामीले त्यो काम नगर्दै त भइहाल्यो नि। त्यसैले हामी जो राजनीतिमा हामी लागेका छौँ, हामीले यो दुईटा कुराको बारेमा अत्यन्त सचेत हुनुपर्छ र हामीले खबरदारी गर्नुपर्छ। हाम्रो खबरदारी पुगिरहेका छैन। त्यसैले त्यो युवा युवती हाम्रो साथमा छैन, हामीसँग छैन। यो कुरा जबसम्म हामीले अन्त्य गर्न सक्दैनौँ, हाम्रो देश अगाडि पनि बढ्न सक्दैन। शिक्षाको मात्रै कुरा होइन, हरेक क्षेत्रमा। त्यसैले मैले तपाईँहरूको बिचमा गरेर यो महत्त्वपूर्ण कार्यक्रम अनुरोध गर्न चाहन्छु कि हामीले हाम्रो देश हरेक क्षेत्रमा सुधार्ने हो भनेदेखि दुई तिनवटा काम चाहिँ हामीले गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो भनेको के हो त भन्दा जसले देश मेरो जिम्मामा छ, मैले चलाउँछु देश, मैले यसलाई अगाडि बढाउँछु भनेर जसले राजनीतिको बागडोर आफ्नो हातमा लिएको छ नि, उसले आफ्नो सन्तान चाहिँ बाहिर पठाएको छ कि छैन? आफ्नो छोराछोरीहरू बाहिर पठाएको छ कि छैन? जनताका छोराछोरीहरू जान्छन्, जहाँ समृद्धि देख्छन् त्यहाँ जान्छन् जनताका छोराछोरीहरू। तपाईँ हाम्रा छोराछोरी बाहिर जानु त्यो ठुलो कुरा भएन, समृद्धि खोज्दै जाने कुरा ठुलो कुरो भएन। तर जसले देश बनाउँछु भनेर चाहिँ भनेका छन्, जसले देश हाँकेको छ, उसकै छोराछोरी बाहिर जान्छन् भनेदेखि अनि जनताका छोराछोरी रहन्छन्। हामीले विश्वास दिलाउन आफैबाट त्यो काम चाहिँ उदाहरणीय बन्नुपर्छ, देखाउनुपर्छ। त्यो काम भइरहेको छैन। त्यसैले राजनीतिमा जुन खालको प्रश्न उठिरहेको छ अहिले, त्यसको चाहिँ जवाब दिने काम हामीले हाम्रो ठाउँबाट हामीले हो र हामीले आफ्नो ग्यारेन्टी, आफ्नो जिम्मा हामी सबैले लिने हो। म इमान्दार छु र म इमान्दार बोल्छु भन्ने कुरा प्रण चाहिने, म भित्रको पत्थर पग्लाउनु पर्छ। हामी सबै हामी भित्रको पत्थर पग्ल्यो भने मात्रै त्यो काम हुन सक्छ। हामी त्यो काम गर्न सक्छौँ। यदि त्यो काम हामीबाट हुन सक्दैन भने, मबाट हुन सक्दैन भनेदेखि हामीले परिवर्तनको कुरा गरेर मात्रै हुँदैन, परिवर्तन गर्न सक्दैनौँ। त्यसैले मैले के अनुरोध गर्न चाहन्छु भने हामी सबैले आवाज उठाउँ कि हाम्रो देशका ठुलाभन्दा ठुला राजनीतिक पार्टीका नेताहरूका सन्तान यहाँ छ कि छैन? उच्चत्व ओहदामा नीति निर्माण गर्ने तहमा बसेका सचिवका छोराछोरीहरू यहाँ छन् कि छैनन्? प्रहरीका छोराछोरी यहाँ छन् कि छैनन्? सेना उच्च तहका सेनाका छोराछोरी यहाँ छ कि छैनन्? र उच्च घरानाका व्यवसायका छोराछोरी यहाँ छ कि छैनन्? उनीहरू छैनन्। म प्रष्ट साथ भन्न सक्छु छैनन्। त उनीहरू छोर सन्तान मात्र यहाँ छैनन्, सम्पत्ति लगेका छन् र दोहोरो नागरिकता लिएका छन्, पिआर लिएका छन्। अनि सञ्चालन कसले गर्छ त भन्दाखेरि तिनै ठुलो बडाले गरिरहेको छ। अनि देश बन्छ। अनि अहिलेको युवा, सचेत युवाले यो कुरा देख्दैन अनि बस्छ यहाँ देशमा। त्यसैले यो कुरा चाहिँ हामी सबैले यो सचेत ठाउँ भएको हुनाले, हामी सचेतको चाहिँ उपस्थिति भएको हुनाले यो कुराको पनि हामीले चाहिँ बोल्नुपर्छ, उद्घार गर्दै जानुपर्छ। र देश बनाउने चाहिँ हामीले नै हो र देश परिवर्तन गर्ने चाहिँ राजनीतिक पार्टीले नै हो, अरूले गर्दैन। राजनीतिक पार्टी सुधार्ने पनि हामीले नै हो भन्ने कुरा, यो कार्यक्रम हामी सबैले अठोट गरौँ। यिनै कुरा राख्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार। पश्चात प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर यस नगर घोषणा कार्यक्रमलाई सफल बनाइदिनु हुन प्रमुख अतिथिज्यूलाई समुद्र रत्नगर नगरपालिका, रत्नगर चितवन, बागमती प्रदेश, नेपाल। गतेबाट यस नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको नगरपालिका घोषणा गरेको जानकारी गराउँदछौँ। केही उब्किएका पनि छन्, तर पनि यहाँहरूले आफ्नो जिम्मेवारी सहित सम्बन्धित वडाको ब्यानरमा, प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्नुहोस् भन्ने अपेक्षा पनि र अनुरोध पनि सँगसँगै राख्दै अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। अब हामी अध्यक्षता ग्रहण गरिरहनु भएको आदरणीय साथीहरू
र आबद्ध विद्यालय व्यवस्थापनका अध्यक्ष तथा प्रधानाध्यापकज्यूहरू, सम्पूर्ण भाइ बहिनीहरू सबैलाई मेरो नमस्कार। आज रत्नगर नगरपालिकाले हरेक पटक शिक्षा र स्वास्थ्यमा विशेष चासो राखेको छ र मैले पनि पटक पटक भनी गरेको छु कि हामी निःशुल्क शिक्षामा हामी अगाडि बढिरहेका छौँ। मैले पहिले पनि भनिसकेको छु, बागमती प्रदेश शिक्षा निर्देशालय अन्तर्गत भएको यो आधारभूत तहको निःशुल्क शिक्षा घोषणा कार्यक्रम हामीले यो कार्यक्रम नआउँदा गर्दा पनि गरिब र विपन्न वर्गका विद्यार्थीहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर हामीले पटक पटक भनेका छौँ र रत्नगर नगरपालिकाले शिक्षामा यति धेरै पैसा खर्च गरिरहेको छ कि त्यो सायद अरू पालिकाले गरेको छैन होला। मैले पहिले घोषणापत्र 2079 सालको चुनाव निर्वाचनमा भाग लिँदै गर्दा मैले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य गर्नुपर्छ भनेर मैले भनेको थिएँ। आज रत्नगर नगरपालिकाले प्राविधिक शिक्षामा पनि पैसा खर्च गरेको छ। प्राविधिक शिक्षाका जेनदार विद्यार्थी र विपन्न वर्गका विद्यार्थीहरूलाई हामीले मासिक होइन कि वार्षिक रूपमा पैसा तिरिरहेका छौँ। मैले प्रशासक प्रमुखज्यूलाई मैले पटक पटक भन्ने गरेको छु, उहाँहरू शासक हो, हामी चाहिँ सेवक हो। कर्मचारी र जनप्रतिनिधिमा यति कुरा दुईवटा फरक हुन्छ। उहाँहरूले कम खर्च गरौँ भन्नुहुन्छ, तपाईँ जनतालाई डेलिभर नगरौँ भन्नुहुन्छ, हामी गरौँ भन्नुहुन्छ। यहाँनिर द्वन्द्व छ। तर मैले जसरी पनि कानुन सम्मत एउटा गरिब विद्यार्थीले पढ्न पाउनुपर्छ भनेर मैले पटक पटक भनेको छु र हामीले गरेको पनि छ। मैले प्रशासक प्रमुखज्यूलाई भन्छु, सर तपाईँ नगमाउनु, हात नगमाउनुहोस्। जनताको अधिकार, जनताबाट उठाएको कर जनतालाई फिर्ता गर्नुपर्छ। शिक्षामा होस् या स्वास्थ्यमा होस्, तपाईँले नगरपालिकाको डाटामा हेर्दा हुन्छ हामीले सबैभन्दा बढी पैसा स्वास्थ्य र शिक्षामा खर्च गरेको छ। यो निःशुल्क शिक्षा घोषणा यो हामीले प्रक्रिया मात्रै पुर्यायो, हामीले धेरै पहिला गरिसकेका छौँ। यो अहिले घोषणा मात्रै गरे नगरपालिकाले। कोही विद्यार्थी, कोही गरिब विपन्न जेनदार विद्यार्थीले मैले पढ्न पाएन भनेर कोही छ भने मलाई भन्नु होला। हामी रत्नगर नगरपालिका प्रमुखको हैसियतले हामी पुर्याउन चाहन्छौँ। अघि मात्रै पूर्व मेयर साहबले भन्नुभएको थियो, भौतिक संरचना पूर्वाधार भने केही पनि होइन, त्यो कहिले पनि चिन्दैन विकास गरेर। तर हाम्रो दिमाग बिग्रियो, शिक्षा भएन भने के हुन्छ हाल। आज देशको परिस्थिति हेर्नुहोस्, धेरै पिएचडी होल्डर राजनीति गरेका छ, तैपनि उसले आफ्नो धरातलमा बिर्सेर के बोलिरहेको छ। भाषणमै गालीबाट सुरु हुन्छ। देश सपार्नुपर्छ, देश बनाउनुपर्छ भन्ने कुन चाहिँ नेताको भिजन छ मलाई भन्नु सक्छु। त्यही भएर अब उपरान्त हामीसँग संस्कार सहितको शिक्षा हुनुपर्छ, असल शिक्षा हुनुपर्छ। त्यो कारणले पनि मैले सम्पूर्ण शिक्षक गुरुहरूलाई मैले भने पटक पटक भन्छु, तपाईँहरूको प्रशासनिक खर्च कम छ हो। कोही विद्यालयका मनोज्ञ आम्दानी पनि छ। तपाईँहरू यो आधारभूत तहसम्मको शिक्षामा तपाईँले कतै पनि 1 रुपियाँ पैसा कुनै गाडी चलाउन सञ्चालन गर्नेको बाहनामा, कुनै पनि बाहनामा 1 रुपियाँ नलिनु होला। हामी यसै वर्ष आधारभूत तहको क्लास 8 सम्म निःशुल्क शिक्षा गर्छौँ। तपाईँलाई प्रशासनिक खर्चको बारेमा पनि हामीले बजेट छुट्याएर अगाडि बढेको छौँ। तपाईँलाई आवश्यकता अनुसार हामी पैसा डेलिभरी गर्न चाहन्छौँ र तपाईँलाई हामीले भनेका छौँ यो शिक्षाको सुधार हामीले गरेन, हामीले त निर्देशन मात्रै दिने हो। पढाउने काम तपाईँहरूको हो। तपाईँहरूको दक्ष स्किल सबै कुरो छ, तर अझै पनि विद्यार्थीहरूको सामुदायिक विद्यालयहरूको पढाइ कमजोर छ। तपाईँहरूलाई पैसाको आर्थिकको कारणले तपाईँहरूको धेरै संस्थागत विद्यालयहरूको बिजोग छ। कति विद्यार्थीले फिस तिर्न नसकेको कारणले ढोकामा उभिएको छ। तपाईँको प्रवेशपत्र पाएको छैन। धेरै कुरोहरू समस्या छ। तर हामी समस्याको पाटो हो, तर समस्याको पाटो हो भन्दै गर्दा ती समस्याहरू सुल्झाउन नसक्ने पाटो केही पनि छैन। हामी शिक्षामा व्यापक रूपले यसपालिदेखि हामी व्यापक रूपले चाहिँ शिक्षा सुधारतिर लागेको छौँ। निःशुल्क शिक्षा हामीले घोषणा यसै भर्खर प्रमुखज्यू मार्फत हामी सबैले प्रतिबद्धता गरिसकेका छौँ। त्यो कारणले पनि अबको दिन उपरान्त सामुदायिक विद्यालयका प्रज्यू र गुरु साथीहरू, सम्पूर्ण वेतन साथीहरूलाई मैले क्लास 8 सम्मका 1 रुपियाँ पैसा पनि गाडी सञ्चालनको बाहनामा, फर्निचरको बाहनामा, केहीको बाहनामा पनि 1 रुपियाँ तपाईँले नउठाउनु भन्ने अनुरोध गर्छु। तपाईँलाई जे आवश्यक पर्छ रत्नगर नगरपालिका आउने र नीतिगत निर्णय गरेर तपाईँलाई पैसा आर्थिक विषयमा तपाईँलाई समाजसेवा हुन नदिने म प्रतिबद्ध बनाउँदै मेरो मन्तव्य यही टुङ्गाउँदै यो कार्यक्रम यही सफल भएको छु। हस्, नमस्कार।